प्रभात 5 बजे। मोबाइल अलार्मको तीखो घन्टीले कानै चिरेर पार्यो। म बिउजेँ, तर आँखा खोल्न निकै गाह्रो भइरहेको थियो। टाउको उठाउन नसक्ने गरी भारी भएको रहेछ। टाउको राखेको तकिया चिसो चिसो भइरहेको रहेछ। बल्ल बल्ल उठेँ, कपाल सम्याएँ अनि बिस्तारै झ्याल खोल्न लागेँ। चिसमेसो उज्यालो थियो। चिसो बतासले पोलेको आँखा बिजाएर आँसु खस्यो। आँसु पुस्दै म किचनमा कफी बनाउन गएँ। कफी पिउँदै आफ्नो अघिल्लो दिनप्रति पछुतो गर्दै टेबलमा बसेँ। सोचेँ, म रातभरि किन यसरी रोएँ, कसको लागि रोएँ? त्यो मान्छेको लागि जसलाई मेरो आँसुको वास्तासम्म पनि छैन, जसलाई मेरो पीडाको कुनै आवाज कहिले भएन। मेरो पीडा र आँसुको त के कुरा, उसलाई त कहिले मेरो मायाकोसम्म पनि आभास हुन सकेन। अनि फेरि छुट्ने निर्णय पनि मेरै हो, आफ्नै। त किन यसरी रोएको आफूलाई दुःख दिनलाई? किन आफूलाई कमजोर बनाउनु? म उसलाई भेट्न अघि पनि त मेरो जिन्दगी थियो र उसलाई छोडेपछि पनि अझै बाँच्ने मेरो आफ्नो व्यक्तिगत जीवन सुरक्षित छ। म जिउनु छ, जीवनमा केही गर्नु छ, यस्तै यस्तै सान्त्वना मौनतामा दिँदै थिएँ। तर सायद मेरो पीडामा प्रकृति पनि शोकमग्न भएर होला। बेमौसमी वर्षा आकाशबाट भीषण रूपमा बर्सिन थाल्यो। जसोतसो आफूलाई सान्त्वना दिँदै गरेकी म अब फेरि सम्हालिन सकिनँ। झन् यादहरू आँखा अघिल्तिर सफा तस्विर चाहिँ टहल पहल गर्न थाल्यो। मन स्वत भक्कानिन लाग्यो। पुनः आँखा आकाशको झरीसँग प्रतिस्पर्धा गरे चाहिँ बर्सिन लाग्यो। नबर्सोस् पनि त किन? 7 वर्षको सम्बन्ध एक फोन कलबाट नै कट जो भएको थियो। झरी अविरल थियो। मेरो मन र आँखा पनि उस्तै थियो। झरीले मलाई अझ रुवाएको थियो। उसँगको पहिलो भेट पनि त्यस्तै झरीमै भएको थियो मेरो। करिब 7 वर्ष अघि मध्याह 2:30 बजे अफिसको कामले फिल्ड भिजिटमा जाँदा भीषण वर्षा भएको थियो। स्कुटरमा अफिस पुग्न सम्भव नभएकोले म र मेरो अफिसकै साथी मीरा ओत लाग्ने एउटा कफी सपमा पस्यौँ। पानी परेकोले होला क्याफेमा सबै टेबल प्याक थिए। हामी अलमल्ल परेर एकछिन उभिरहेका थियौँ। कुनाबाट एउटा आवाज आयो, हे मीरा। हामी दुवैजनाले एकैसाथ फर्केर हेऱ्यौँ। अलमल्ल परेकी मीराले मुस्कुराउँदै हात हल्लाई र मेरो हात समाएर लम्किँदै भनी, हिँड यार, आज तेरो ज्वाइँ भेट। हामी टेबलमा पुग्यौँ। मीराले परिचय गराउँदै भनी, अरुण, ऊ मेरो साथी दिया र अरुण। मैले हेलो भन्दै मुस्कुराएँ। उनीहरू दुवैले प्रत्युत्तर भने। हाई, अरुणले भने आफूसँगैको साथीको परिचय दियो। ऊ चाहिँ प्रभात। सबैले मुस्कुरायो मात्र। मीराले वातावरण अलिकति सहज बनाउँदै भने, थ्याङ्क्स यार, तिमीले बोलायो, नत्र क्या टेन्सन भएको थियो टेबल खाली नदेखेर। अरुणले झन् थप्यो, तिमी प्रब्लममा हुने अनि मैले साथ नदिने, यस्तो पनि हुनसक्छ र? मेरो जिन्दगी पो आऊ त तिमी। मीराले अलि मात्ती चाहिँ गरी बोली, ए त्यस्तो है। माहौल हँसिलो भयो। यत्तिकैमा वेटर आइपुग्यो। हाम्रो अर्डर छोटो थियो, मात्र 2 कप कफी। अरुणले भन्दै थियो, खाजा केही मगाउ न। म मौन थिएँ। मीरा आफै बोली, नाइ भोक छैन, यो त दियाको सङ्गत र मौसमको कारणले मात्र मगाएको। मीरा र अरुण आफ्नो गफमा व्यस्त थिए। तर अहिलेसम्म बोयफ्रेन्ड भनिने नातासँग नजोडिएकी म उनीहरूको कुरा राम्रोसँग बुझ्न पनि सकिरहेको थिइनँ। त्यसैले सँगैको टेबलमा पनि सायद एक्लै जस्तो थिएँ म, शान्त अनि मौन। यसैबीच कसैले मेरो मौनतालाई तोड्ने साहसका साथ सोध्यो, अनि हजुर पढ्दै हुनुहुन्छ? प्रश्न भर्खर बनेको नयाँ साथी प्रभातको थियो। मैले सरल रूपमा उत्तर दिएँ, होइन, अहिले जब मात्र छ, सोच्दैछु अब जोइन गरौँ भनेर। ए कुन विषयमा पढ्न खोज्नु भएको नि? मलाई पत्रकारितामा इन्ट्रेस्ट छ। राम्रो विषय हो नि, यसको पनि राम्रै छ। त्यसैले पढ्न खोजेको। तर पत्रकारितामा उद्देश्य खोज्ने मान्छेले ब्याङ्किङ मार्ग हिँड्दै हुनुहुन्छ त? कुरो अलि बुझिएन नि। के गर्नु, गन्तव्यले टाढा भएकोले यात्रा अनेक बाटोमा गर्न बाध्य भइयो। अरे, तपाईँ त साहित्यका शब्दमा बोल्नुहुँदो रहेछ त। धन्यवाद, मलाई लेख्न पनि मनपर्छ। जान्दिनँ, त्यो अलग कुरा हो। म हाँसेँ र साथी ऊ पनि हाँस्यो। अनि केही क्षणमा वर्षा पनि रोकियो। मेरा आफ्नो मान्छेसँग खुसी थिए। उसको लागि पानी नथामिएकै भए जाति हुन्थ्यो, तर थामियो। म पनि बाध्य भएँ उसलाई डिस्टर्ब गर्नको लागि। मीरा, पानी रह्यो त, जाउँ अब। सो स्याड। एकछिन परेको भए पनि हुन्थ्यो नि पानी। अरुणको अभिव्यक्ति थियो यो। है, त्यस्तो लागे लिन आउन भरे 5 बजे, अनि सँगै बसौँला नि, मीराको उत्तर थियो। त्यति भनेर हामी छुट्टियौँ।
बेलुका घर पुगेर खाने लगायत सबै काम सकेर म आफ्नो बेडरुममा गएँ। सुत्नु अघि मोबाइल चलाउने रुटिन नै थियो। हेरेँ, घरमा वाइफाई एनी टाइम अन हुने हुँदा नोटिफिकेसनहरू देखाउन थाल्यो। खोलेर हेरेँ, फेसबुकमा नयाँ फ्रेन्ड रिक्वेस्ट आएको रहेछ। एकजना म्युचुअल फ्रेन्ड भएको व्यक्ति रहेछ। एक्सेप्ट गरेँ। अक्सर राति गीत सुनेर निदाउने मेरो आदत थियो। गीत खोज्दै थिएँ। मेसेन्जरमा मेसेज आयो, हेलो म्याम। रिप्लाई गरिनँ, बरु गीत नै बजाउन थालेँ। गीता बिचमै काटेर फेरि मेसेज आयो, खानपिन भयो? म त्यति भाउ खाने खालको व्यक्ति थिइनँ, त्यसैले यो पटक रिप्लाई पनि गरेँ। हे हजुर भयो, अनि तपाईँको नि? भयो मेरो पनि। ओके, के हो म्याम, के लेखिदिनुहुन्छ कि कसो? अहिले त तपाईँको प्रश्नको उत्तर मात्र। उताबाट स्माइल स्टिकर आयो र तुरुन्तै अर्को मेसेज पनि। के लेख्नुभएको छ भने सुनाउनुहोस् न त, प्रभातले भन्दै थियो। केही छैन, पहिला स्कुलमा हुँदा बालकथा र कविता लेख्थेँ, आजकल केही छैन। मलाई साहित्यको खास सूत्र पनि थाहा छैन, त्यसैले पनि होला, मैले जवाफ दिएको थिएँ। हो र, म पनि खासै पर्फेक्ट त होइन, तर अलिअलि ज्ञान चाहिँ राख्छु म पनि। केही पऱ्यो भन्नुहोस् है। हो र, धन्यवाद अफरको लागि। स्वागतम। अनि तपाईँलाई पनि धन्यवाद। मलाई चाहिँ किन नि? मैले यति लेखेर मेसेज पठाइदिएँ। आज कफीको पेमेन्ट गरिदिनु भएछ नि त? हे हस्, स्वागतम। कहिले र कहाँ? मतलब केही पनि होइन, अब कफी पिलाउने पालो मेरो, समय स्थान तपाईँको। त्यही कहिले र कहाँ भनेको नि? ए भइहाल्छ नि, हेरौँ अब कहिले हुन्छ। आजको लागि चाहिँ शुभरात्रि है त, यति भनेर मैले मेसेज टुङ्गाइदिएँ। हस्, गुड नाइट। उताबाट फेरि मेसेज आयो, तर मैले रिप्लाई नगरिकन सुतेँ। भोलिपल्ट बिहान सदा चाहिँ आफ्नो घरको क्रियाकलाप भ्याएर अफिस गएँ। सबै उस्तै थियो। काम गरेँ। दिउँसो खाजा खाने बेलामा फोन हेरेँ। बिहानको मेसेज रहेछ, गुड मर्निङ। रिप्लाई गरेँ, सरी मैले फोन हेरेको थिइनँ, एनिवे गुड आफ्टरनुन। ऊ अनलाइन थिएन। फेरि आफ्नै काममा अल्झेँ। साँझ अफिसबाट निस्किने बेलामा फेरि मेसेज आयो, हा नाउ इट्स इभिनिङ। म अनलाइन थिएँ, त्यसैले रिप्लाई दिइहालेँ, शुभ सन्ध्या। अफिसमै हो? हजुर। निस्किने बेला भएन त? भयो, अब निस्किनै लागेको। यति लेखेर म निस्किएँ। मोबाइल नेटवर्कबाट टाढा भयो। उताबाट केही आयो आएन थाहा पाइनँ। हिँड्दै अलि पर पुगेको थिएँ। कसैले भन्यो, हेलो, म जसँग भएँ। अरे तपाईँ? हजुर म। किन र? होइन, यत्तिकै कफी पिउँ है, हतार त छैन नि, फेरि धेरै समय पनि त लाग्दैन। या स्योर। त्यसै पनि आज अफिसमा चिया नपिएकोले मलाई पिउन पनि मन थियो। अर्डर उसैले गर्यो। हामी कुरा गर्दै कफीको प्रतीक्षा गर्दै रह्यौँ। ऊ अलि सल्लाह दिने प्रवृत्तिको मान्छे रहेछ। पढाइ, काम, उद्देश्य, जीवनयापन सम्बन्धी राम्रै सल्लाह दियो। सामान्यतया तातो कफी मन पराउने मलाई एक कप कफी पिउन 5-7 मिनटभन्दा ज्यादा लाग्दैन थियो, तर आज कफी पिउन करिब आधा घन्टा लाग्यो। कारण गफ। समय धेरै बितेको अनुभव भएपछि मैले अलि हतार गरेँ र भने, इट्स टु लेट, वी सुड लिभ नाउ। ए हुन्छ नि। उठेर काउन्टरतिर लाग्यो। म पनि उठेँ, सँगै निस्क्यौँ अनि म आफ्नो घर लागेँ, ऊ आफ्नो। घर पुगेँ। सदा चाहिँ आमाले खाना बनाइसक्नु भएको रहेछ। एकछिन फ्रेस भएँ। खानाको समय समापन भएपछि म आफ्नो रुममा गएँ र मोबाइल हातमा लिएँ। मेसेज आइरहेको रहेछ, हेलो म्याम, खानपिन भयो त? हजुर भयो। अनि तपाईँको नि? मेरो पनि भयो। अनि के छ त? ठिकै छ। तपाईँको? मेरो पनि। अनि अरू भन्नु? अरू के भनौँ, अघि भर्खर त भेटेको होइन है। अनि आज ढिला भयो भनेर केही भन्नु त भएन नि घरमा? केही भन्नु भएन। किन भन्नु हो र? माई फ्यामिली अलवेज ट्रस्ट मी। है, समझदार भएर होला नि। समझदार लाग्यो तपाईँलाई म? लाग्यो। धन्यवाद। एक दिन 2 दिन गर्दा गर्दै अब त आदत भइसकेछ। सधैँ गीत सुनेर मात्र निदाउने म हरेक रात अबेरसम्म मेसेज पढ्दा पढ्दै निदाउने भएछु। अब उसलाई मन पराउन थालिसकेकी थिएँ, तर आफ्नो त्यो भाव कसरी व्यक्त गर्ने केही आइडिया थिएन। फेरि योभन्दा अघि कहिले यस्तो महसुस नगरेकी म बिल्कुल नयाँ अनुभवबाट गुज्रिरहेको थिएँ। स्कुलमा कुनै केटाले आफूलाई मन पराउँछ रे भन्ने सुनेपछि त्यो मान्छेको अनुहारमा समेत नहेरी एसएलसी दिएँ कि म आफूमाथि पनि त्यस्तै आइलाग्ला भन्ने डरले पनि आफ्नो भावना बताउन सकिरहेकी थिइनँ। साधारण कुरा गर्दा गर्दै हामी रातको 1 बजेसम्म कुरा गर्थ्यौँ अनि समयको पत्तै पाउँदैन थियौँ। एक रात हिम्मत गरेर लेखिदिएँ, आई मिस यु। तुरुन्तै सफाई पनि दिइहालेँ। आज अफिसमा ठ्याक्कै तपाईँ जस्तो मान्छे आउनुभएको थियो। त्यति बेला मैले तपाईँलाई सम्झिएको थिएँ। उसले सोध्यो, तपाईँ पनि मलाई सम्झिनुहुन्छ र? भन्न त मन थियो नि, यो आज एक पलको लागि पनि बिर्सिन सकिरहेको छैन भनेर, तर सकिनँ। मात्र भने सम्झिहाल्छु नि।
हो र? यसरी अनेक कुरा भयो। ल अब सुत्नुपर्छ भन्नेसम्म पुगेपछि फेरि लेखेँ आई मिस यु। त्यसपछि जुन उत्तर उताबाट आयो त्यसले मलाई पागल बनायो। घरमा एक्लै हुँदै हुँदा म नाच्थेँ होला, विश्वास नै गर्न गाह्रो भयो। पहिलोपटक त्यो शब्द निहालेर हेरेँ, हर्षको सीमा रहेन, किनकि उताबाट उत्तरमा आएको थियो आई लभ यु। आफ्नो हर्षमा काबु राख्दै लेखेँ साँच्चै? जिस्केको होइन हजुर। बहुतै आनन्दित भएँ। भोलि अफिसबाट निस्केर भेट्ने बाचा गरेर अफलाइन भइयो। करिब बिहानको 4 बजिसकेछ। त्यो रात निन्द्रा नपुग्नु पर्ने, तर झन् पल पल लामो लागिरहेको थियो। लामो प्रतीक्षा पार गरेपछि बल्ल अफिसको लागि निस्किएँ। कार्यालय उही थियो, कर्मचारी सबै उही थिए, तर मलाई आज सबै कुरा बिल्कुल नयाँ र ताजा लागिरहेको थियो। म आफू पनि पूर्ण जोसमा थिएँ। झन् अफिसको चिया दिने दिदीले दिया म्याम अति नै चम्किलो देख्नुभएको छ आज त भन्नुभएपछि झनै ताजापन आयो म आफूभित्र। दिन निकै लामो लागिरहेको थियो। समय बित्दै जाँदा म झन्झन हर्षित हुँदै थिएँ, तर कसैसँग केही सेयर गरिनँ। मीरासँग पनि केही भनिनँ। यद्यपि मीरालाई थाहा थियो कि म प्रभातलाई मन पराउँछु भन्ने कुरा, अत केटीले चाहिँ प्रपोज गर्न हुन्न भन्ने सल्लाह समेत नै दिएकी थिए। मैले घरिघरि घडीमा हेरेको सबैले याद गरेछन्। साँझमा मैले घडी हेर्नु अघि नै फोन आयो। हजुर, ल बस्दै गर्नुहोस्। यति बोलेर फोन काटेँ। एकजना सिनियर सरले जिस्काउँदै भन्नुभयो, आज दिया मिसले घडीमा हेरेको गर्नुभएको कारण यस्तो पो रहेछ त। अघि भन्नुभएको भए छिटो निस्किन मिलाइदिइहाल्थ्यौ नि त। सबैजना गलल्ल हाँसे। झन् मैले पनि भने हुन्थ्यो नि सर, तर म छिटो गरेर के गर्नु, उहाँलाई समय लाग्थ्यो होला नि त। झन् सबै हाँसे। यति बोलेर म हाजिर गरेर निस्केँ। भेट्न तोकेको क्याफेमा पुगेँ। ऊ आइसकेको रहेछ। गएर उसको विपरीत कुर्सीमा बसेँ। ऊ बोल्यो, आज चिसो पिउँ है? हस्। 2वटा कोल्ड ड्रिङ्क्स मगायौँ। कोल्ड ड्रिङ्क्स तुरन्त आइपुग्यो पनि। पिउँदै भन्यौँ, तपाईँ एक्सेप्ट गर्नुहुन्छ जस्तो लागेको थिएन। चान्स नै थिएन एक्सेप्ट नगर्ने त। बरु अलि ढिलो गर्नुभएको भए मैले नै प्रपोज गर्थेँ होला। ऊ छक्क पर्यो मलाई हेर्दै। लाग्यो यतिसम्म चाहिँ नभनेको भए हुन्थ्यो। म मन्द मुस्कुराएँ अनि निहुरिएँ। ऊ बोल्यो, मैले त तपाईँको मिस युलाई जिस्काउन लभ यु भनेको थिएँ। म झसङ्ग भएँ। सबै उत्साह झर्याम भयो, खत्तम भयो। लाग्यो अघि कुरा बढी मात्र होइन, धेरै छिटो बोलेछु। अब के गर्ने? अलमल्ल परेँ, तर आफूलाई सम्हाल्दै बोलेँ, इट्स ओके। मजाक थियो भने मजाक नै सही। एक दिनको लागि भए पनि मलाई मिङ्गल फिल गराउनु भयो, त्यसको लागि धन्यवाद। ऊ बोल्यो, मजाक नै गरेको त होइन, तर यति सजिलै यो सब होला जस्तो पनि लागेको थिएन। यति पो भन्न खोजेको त? फेरि केही आशा पलायो, तर प्रश्न पार्ने उद्देश्यले सोधेँ, त्यसो भए अब के त? हामी साथी मात्रै है कि अलि माथि? ऊ हाँस्दै बोल्यो, आई लभ यु नै भनिसकेपछि पनि साथी मात्रै हुन्छ त लाटी? उसको यो कुराले अघि फुटेको हर्ष फेरि फर्कियो। अझ सोधे, अनि ममा त्यस्तो के देखेर साथीभन्दा माथि बनाउनु भयो त? तपाईँको स्वभाव। रूपकै कुरा गर्ने हो भने त तपाईँभन्दा राम्रो केटी नदेखेको होइन। मलाई मन पराउनेहरू पनि छन्, तर तपाईँसँग मेरो विचार मिल्छ। हाम्रो पारिवारिक पृष्ठभूमि, सोचाइ सबै मिल्छ। सायद त्यसैले म झन् खुसी भएँ, किनकि उसले मेरो रूप होइन मन हेरेको रहेछ। खुसी, हर्ष र आनन्द मेरो आफ्नो भएको चाहिँ लाग्यो आफ्नो पहिलो प्रेमलाई सफल बनाउने भाग्यमानी मै मात्र हुँ। मैले त आफ्नो सम्पूर्ण जीवन उसैसँग जिउने अठोट पनि गर्न थालिसकेको थिएँ। पहला नशा पहला खुमार, धेरै सुनेको गीत अब मेरो आफ्नै जस्तो लाग्दै थियो। हरेक दिन उमङ्गले, हर्षले, खुसीले उत्प्रोत हुँदै थिएँ। म एक्लै हुँदा सम्झेर हाँस्ने, पटक पटक फोन हेर्ने, रोमान्टिक गीतहरू सुन्दै रमाउने मेरो दैनिकी भनेको थियो। अफिस छुटेर उसलाई भेट्ने दैनिक जस्तो हुन्थ्यो। साँझमा भेटेर रातमासम्म च्याटमा दैनिकै कुरा हुन्थ्यो। म आफ्नो सानोभन्दा सानो कुरा उसलाई सुनाउँथेँ। त्यस्तो केही थिएन मेरो विषयमा जो उसलाई थाहा नभएको होस्। सबै प्रत्येक कुरा उसलाई सेयर नगरी मलाई चित्तै बुझ्दैन थियो। ऊ पनि मेरो सबै कुरा सुनिदिन्थ्यो। कति कुरामा सल्लाह र सुझाव पनि दिन्थ्यो। उसको सल्लाह म कार्यान्वयन पनि गरिहाल्थेँ। मलाई चित्त बुझ्थ्यो। मैले घुम्न साथी मात्र होइन, मेरो भलो चिताउने शुभचिन्तक पाएको थिएँ। सबै कुरामा ऊ पर्फेक्ट थियो मेरा लागि। मलाई मात्र होइन, सहयोग र सल्लाहमा सबैको लागि ऊ अति प्रबल र सबैले रुचाउने व्यक्ति थियो। दयालु स्वभावको ऊ सहयोगको काममा अग्रपन्थीमा नै आउँथ्यो। मलाई त अब कुनै पनि काम उसको सल्लाह बिना सफल हुन्न जस्तो लाग्थ्यो। उसले पनि कुनै कुरामा मलाई सहयोग गर्न कुनै कसर बाँकी राख्दैन थियो। दत्तचित्त भएर मलाई सहयोग गर्थ्यो। उसको हरेक स्वभावले ऊ एक काबिल जीवनसाथी साबित भइरहेको थियो। एक दिन घरमा विवाहको कुरा भयो। हुर्केकी छोरी, कुटुम्बबाट कुरा चल्नु स्वाभाविक नै थियो। केही पटक त अहिले गर्दिनँ भनेर टारेँ।
तर अब घरबाट साह्रै दबाब हुन थाल्यो। आमाले सोध्नुभयो, तेरो कोही छ भने भनै, होइन भने हामीले हेरेकोसँग चुपचाप बिहे गर, तँलाई भलो हुने नै कुरा त गर्छौ नि, आखिर तेरो अभिभावक हौ, तँलाई नराम्रो हुने घर केटा हामी कहाँ रोज्छौँ र, कोही छ भने नलुकाइ भन्। आमाको कुरा जायज थियो, अब केही कुरा लुकाउनु हुन्न जस्तो मलाई पनि लाग्थ्यो। फेरि मेरो परिवारले उसलाई नस्वीकार्ने केही कारण पनि त थिएन, सबै कुरामा ऊ मेरो घरको ज्वाइँ बन्न योग्य थियो। त्यसैले मैले सबै वृत्तान्त खोल्दै सत्य तथ्य कुरा आमालाई सुनाएँ। जात, रूप, स्वभाव सबै शुद्ध बुझ्यो घरमा सबैलाई। तर फेरि अर्कै प्रश्न, बिहे गर्छौ चाहिँ कहिले? अब केही समयमा, मेरो उत्तर थियो। बाबाले भन्नुभएको थियो, हामीलाई पनि आफ्नो छोरी बढी भएको त होइन, तर आसपासका सबै कुटुम्बहरूबाट कुरा पनि आइरहेको छ। फेरि तिम्रो उमेर पनि भयो, अब यसैले ढिलो नगर्नु, केटासँग कुरा गर, एकपटक भेट्न आऊ भनेर मैले हस् भन्दै आफ्नो टाउको हल्लाएँ। हाम्रो प्रेम सुरु भएको पनि करिब 4 वर्ष हुँदै थियो। यो 4 वर्षमा घरिघरि हाम्रो झगडा पनि भएको थियो, तर जति झगडा भए पनि छुट्टिने कुरा कहिले भएन। झगडा भएपछि एकल फोनबाट सबै ठिक हुन्थ्यो, तर जहिले पनि झगडापछि माफी चाहिँ मैले नै मागेको हुन्थेँ। हुन त झगडा पनि मै गर्थेँ, सायद त्यसैले पनि मलाई उसको सहयोगी बानी त मन पर्थ्यो, तर एउटा बानी अलि बिजाउँथ्यो, किनकि उसको स्वभाव सबैमा उस्तै हुन्थ्यो। तर म आफूलाई अरूलाई भन्दा केही फरक, केही विशेष ठानोस् भन्ने चाहन्थेँ। म सधैँ उबाट केही विशेष व्यवहारको अपेक्षा गर्थेँ, तर कहिले खासै त्यस्तो केही पाइनँ। कतिपटक त म उसलाई भन्थेँ पनि, तर ऊ बडो सरल रूपमा भन्थ्यो, त्यस्तै त हो नि दिया, के गलत छ भन्नु त, सबैलाई सहयोग गर्नु नराम्रो कुरा हो र? त्यस्तो होइन, तर सबैसँगै मलाई पनि अलिक बढी ख्याल गर्नुहोस् न। कस्तो अचम्मको कुरा हो, ख्याल गरेर छैन त? त्यस्तो पनि ख्याल हुन्छ त? अनि कस्तो हुन्छ त? थाहा छ, मेरो साथीहरू त मेरो बोयफ्रेन्ड छ भने पनि पत्याउँदैनन्। किन? न कहिले उनीहरू हुँदा तपाईँले फोन गर्नुहुन्छ, न कुनै मेसेज नै गर्नुहुन्छ। सुरुमा त रातभर मेसेजमा कुरा गर्नुहुन्थ्यो, आजकल त मैले कल गरेँ मात्रै हो। म आफ्नो काममा कति व्यस्त हुन्छु, जति बेला पनि कोही न कोही साथी भइरहन्छ, अनि फेरि प्राय हामी भेटिरहेको त हुन्छौँ। अनि अबि रातैसम्म के कुरा गर्नु भन त? उसको कुरा पनि सही थियो। त्यस्तै कुरामा कहिलेकाहीँ म त कहिलेकाहीँ ऊ रिसाउँथ्यो। यस्तो भएको केही घन्टापछि म उसलाई फोन गर्थेँ अनि भन्थेँ सरी, ऊ भन्थ्यो अनि त्यस्तो कुरामा पनि रिसाउने हो त? अनि म भन्थेँ होइन भने मलाई किन रिस उठ्यो त? खै साँगो र सोचाइ, सानो मन भएको होला नि। मेरो सोचाइ त्यस्तो लाग्न थाल्यो अब। पहिले त लाग्दैन थियो, अहिले बिग्रेको जस्तो छ। होला सङ्गतले गर्दा होला नि, है मैले बिगारेको त? यसरी हाँस्ने हँसाउने गरी फेरि ठिक हुन्थ्यो सबै। यसै गरी चलिरहेको थियो। 5 वर्षको समय हुन लाग्यो, तर अब घरमा भएको बिहेको कुरा गर्नु थियो उसँग। पहिला पनि कुरा ल्याएको बताइरहेको हुन्थेँ म। यो पटक अलिक सिरियस भएर कुरा गर्नु थियो, त्यसैले फोन गरेँ। हजुर कहाँ हुनुहुन्छ? म पसलमा। आज भेट्नु छ, इट्स सिरियस। के भयो र? भेटेर कुरा गरौँ न। आउन त यतातिर। भरे अफिसबाट फर्किँदा भेटौँ, तर त्यहाँ होइन, क्याफेमा। ओके। दिन बित्यो, साँझमा क्याफे पुगेँ। ऊ आइपुगेको थिएन। फोन गरेँ, एकछिन ल, अलिकति टाइम लाग्छ होला। ल तर अलि छिटो गर्नुहोस् है। कफी मगाएँ, पिउँदै थिएँ। करिब आधा घन्टा बितेपछि ऊ आइपुग्यो। के छ, एक्लै खाएछ? आधा घन्टा यत्तिकै बस्नु थियो अनि त? हो त। भाइ मलाई कालो चिया है। अनि के छ भन न, त्यस्तो सिरियस के थियो? मैले घरमा हाम्रो बारेमा सबै भनेको छु। सधैँ बिहे कहिले गर्ने भनेर सोधिरहनु भएको थियो, तर आज निकै कर गर्नुभयो। के भनौँ म अब घरमा? कति हतार भएको हौ? किन यस्तो हतार गरेको तपाईँको घरमा? के को हतार र? उमेर पनि त भयो नि। अब उमेर पो भयो त, गएको त होइन नि। होइन, तर तपाईँ किन बिहेसँग यति डर मान्दै हुनुहुन्छ? कि यत्तिकै छोडेर जाने विचार छ? कस्तो वायत कुरा गरेको? पहिलो कुरा यो छोड्ने भन्ने कुरा घुमाइ फेरि अब उपरान्त दोहोऱ्याउने चाहिँ होइन है। अनि म बिहेसँग डराएको पनि होइन। अहिलेको मेरो अवस्था बुझ्नु न, अहिले अलिक गाह्रो छ के हो र? अनि के भनौँ त घरमा म? अलिक समय माग्नु न, 1-1.5 वर्ष। ओके, बट यति समयमा मिलाउनुहुन्छ नि? हो मिलाउँछु। उसँग यति कुरा भएपछि मैले घरमा सबैलाई अब 2 वर्षमा उसँग बिहे गर्छु, तबसम्म मेरो बिहेको कुरा नगर्न अनुरोधसम्म गरेँ। समय बित्न कति समय लाग्दो रहेछ र? उसले 1.5 वर्ष भनेको थियो, तर समय मैले भने 2 वर्षको मागेको थिएँ।
त्यसको पनि अन्तिम आइसकेको थियो। जति जति समय नजिकै थियो हाम्रो सम्बन्ध चिसिँदै जान थालेको थियो। सायद उसलाई म के चिज गर्ने लाग्दो हो, तर म पनि बाध्य थिएँ। घरमा मागेको समय सकिँदै थियो। ऊ अझै विवाहलाई पछि भन्दै थियो। न त घरका परिवारलाई सम्झाउन सक्थेँ म, न त उसलाई नै। उसको कुरा सुन्दा बुझ्न सक्थेँ म उसलाई, तर घरमा पनि मैले भन्न सक्ने केही थिएन। दुवै पक्षको बिचमा म एक अबुझ व्यक्ति साबित भइसकेको थिएँ। तर पनि जसो तसो चल्दै थियो। आफ्नै परिवार हो, आखिर जे नै भए पनि मलाई कुनै कुरामा जबरजस्ती त गर्दैनन् भन्ने थियो। तर मेरो चिन्ताको विषय यो थियो कि मेरो घरमा सबैलाई थाहा भइसकेको थियो हाम्रो सम्बन्धको बारेमा, तर उसको घरमा भने कसैलाई पनि थाहा थिएन। म भन्थेँ उसलाई, बरु मेरो घरको मान्छेले नमान्दा केही फरक पर्दैन, तर तपाईँको घर त हामीले बस्नुपर्ने हो, घरमा भन्नुहोस् है अब त। ऊ भन्थ्यो, के भन्नुपर्छ र, बेला भएपछि थाहा पाइहाल्छ नि सबैले। थाहा छैन किन ऊ दिन प्रतिदिन परिवर्तित भए झैँ लाग्थ्यो। सानो सानो कुरामा रिसाउने, भेटघाट पातलो गर्ने, अनि फोनमा थोरै बोल्ने, अझ फोनमा बोल्दा झगडा हुन्छ भनेर भन्ने। उसको यस्तो व्यवहारले मलाई निकै असर पार्न थालिसकेको थियो। तर पनि आफैलाई सम्हाल्दै सान्त्वना दिँदै रहिरहेको थिएँ म। एक दिन उसँग यस्तै कुरा गर्दा गर्दै झगडा भयो। उसँगको झगडाले मेरो मन निराश थियो अनि अनुहार मलिन। अफिसमा पनि कसैसँग खासै बोल्न मन लागेन। दिउँसो खाजा खाने बेलामा मिरा सँगै आई। सँगै खाजा खाँदै थियौँ। मिराले मलाई निहालेर सोधी, उही के भएको छ आजकल तँलाई? पुरा अँध्यारो देखिन्छस् त। के भएको छैन किन? नलुगा है मलाई। के भयो भन् त? घरमा सबै ठिक छ नि? सबै ठिक छ। अनि प्रभातलाई नि? एकछिन मौन भएँ, तर मिराको प्रश्नको उत्तर मौनतामा टार्न सक्दैन थिएँ। ठिकै छ। अनि के छ भयो त तँलाई आज? भन्न यार प्लिज। प्रभातसँग झगडा भयो? म केही बोलिनँ। सायद उसले केही बुझी। वरपर अरू पनि स्टाफ थिए, त्यसैले अरू कुरा अगाडि बढाउन हामी दुवैले चाहेनौँ। जसो तसो त्यो दिन बित्यो। साँझ निस्कने बेलामा मिरा अलि अघि नै म भएकोतिर आइपुगी अनि भन्न लागि, ओइ आज मेरो अलिकति सामान किन्नु छ, सँगै जाउँ ल? हस्, एकछिन रुक ल। मेरो आफ्नो कामकाज थन्काएर हाजिर गरी हामी सँगै निस्क्यौँ। मिराको आफ्नो स्कुटर थियो। म उसको पछाडि बसेँ। उसले केही नबोली स्कुटर सिधै हामी अक्सर जाने क्याफेको पार्किङमा पुऱ्याइ छक्क परेँ। अब तेरो सपिङ क्याफेमै हुन थाल्यो? है, भइहाल्छ नि। तँ भएपछि जहाँ पनि जे पनि हुन्छ। होइन किन झुकिस्? म दियाँ हुँ। आज अरू भन्न थालिस् क्या? चुप्लाक, त्यसको नाम पनि नलिए मेरो अगाडि। यति भन्दै ऊ अघि अघि म तिनछक परेँ। किन र, के भयो ओइ? म पनि उसको पछि लागेँ। क्याफेभित्र पस्दै उसले हिँड्दै आफ्नो अर्डर पनि गर्ने भए। दाजु हामीलाई पनि है, 1 प्लेट चाउमिन अनि 1 प्लेट मोमो। यो अलि बिस्तारै लिएर आउनु। पहिले 2 कप चिया, फास्ट। ऊ छिरेपछि क्याफे रमाइलो हुन्थ्यो। सबैसँग खुलेर बोल्थ्यो अनि धेरै पनि बोल्ने। हँसिली रसिली मिराले प्राय आफू भएको ठाउँको माहौल रमाइलो पार्थे। क्याफेमा पनि मिरा छिरेपछि सबै दङ्ग पर्थे। क्याफेको माहौल हँसिलो पारेपछि मतिर फर्किँदै मिरा बोली, अनि भन त माया, तिम्रो अनुहारको बत्ती कुन स्विचले निभेको? तर मलाई आफ्नो बताउनुभन्दा उसको बारेमा जान्न हतार भएको थियो। मैले भने, मेरो अनुहारको बत्ती बाल्दै गरिस्, पहिले तेरो बारेमा भन्न। किन त्यस्तो भनेको अघि तैँले? म उसलाई त्यतिको छोड्नेवाला थिइनँ। चुप है, धेरै बाठी नभन्। त आफ्नो चाहिँ नभन्ने अनि मेरो चाहिँ भन्नुपर्ने तँलाई? ल भन्छु म पनि, तर पहिला भन्न तेरो। स्योर? 100% भन्छु क्या? अब भन्नै पर्ने भयो। यतिकोमा हाम्रो अर्डरको चिया पनि आइसकेको थियो। चियाको पहिलो सिप लिँदै म बोलेँ, त्यस्तो खास केही होइन, हेर्न प्रभातसँग अलिअलि डिस्कस परेको छ। किन नि? खै किन भन्नु, हेर्न घरमा बिहेको कुराले कति दबाब भइरहेछ। प्रभातले 1.5 वर्ष भनेर मागेको थियो, तर 2 वर्ष बितिसक्दा पनि केही छाँटकाँट्न देखाउँदैन। आजकल त खालि यस्तै कुरामा डिस्कस मात्रै हुन्छ, अनि धेरै कुरा गर्यो भने झगडा पर्छ भनेर आजकल त भेटघाट पनि पातलो पारेको छ। फोनमा पनि खासै कुरा हुँदैन। अनि मेसेजमा नि? मेसेज झन् थप्प। हिजो पनि त्यस्तै कुरामा झगडा भयो, तर पनि मैले बिहान कल गरेँ। कुरा गर्दा गर्दै कल नै कट भयो। त्यसपछि उसको फोन नै अफ छ। अब के बुझौँ भन्न म? पागल होस् के त? आज बिहान देखेको यो सानो घटनाले तेरो बत्ती निभाएको? दिमाग लगा न यार, बिचराको फोन अफ भयो होला। त्यस्तो भए पछि कल गर्न सक्दैन त? अहिलेसम्म अफ नै छ। यति भन्दै मैले आफ्नो ब्यागबाट फोन निकालेँ। हेर्दा नयाँ नम्बरबाट 39 मिनट अगाडि कल आएको रहेछ। यो कसको नम्बर हो? कसको फोन आएको थाहा नै पाइनँ। ओइ, प्रभातले गरेको थियो कि उसको फोनमा प्रब्लम आएकोले होला र? कल ब्याक गर्न जसको भए पनि।
मीराको सुझाव सही लाग्यो। मैले कल ब्याक गरेँ। नयाँ मान्छेको आवाज आयो। मैले आफ्नो कुरा राखिहालेँ। अघि कल गर्नुभएको रहेछ, थाहै पाइनँ। एकछिन है, हाम्रो उता पसलको भाइले गर्नुभएको थियो क्यारे, म दिइहाल्छु। केही सेकेन्डको होलपछि प्रभातको स्वर आयो। अघि किन फोन नउठाएको हो नि तिमीले? थाहा पाइनँ। अनि दोहोऱ्याएर गर्नुहुन्न? नयाँ नम्बर भएर नउठाएको होला भनेर नि। आफ्नो नम्बर के भएर? बिहान तिमीसँग बोल्दा बोल्दा हात खाली नभएकोले कानमा च्यापेर बोल्दथेँ, मोबाइल झऱ्यो अनि अन्य भएन। फोन बनाउनु दिएको छु, फेरि सिम पनि निकाल्नु भुलेछु। बेलुकासम्म बन्छ भनेको थियो, भोलिसम्म लाग्ने भयो अरे। झन् के सोच्ला भनेर उता दाइको फोन मागेर गरेको। त्यो के सोच्ला भनेको चाहिँ के हो नि? अब साहित्यमा रुचि राख्ने मान्छे जे सोचे पनि भइहाल्यो नि। ल भयो, अब सचाउनु पर्दैन, मैले बुझिसकेँ। ल म भोलि कल गर्छु है, मोबाइल लिएपछि। ओके। यति कुरा हुँदाहुँदै मेरो मन अनुहार खुसी भइसकेको थियो। यो अवस्था प्रत्यक्ष अवलोकन गरी मीराले अनि जिस्काउन लागि। एक दिनमा यस्तो हालत हुनेलाई मलाई जस्तो भयो भने के गर्ली? मर्छेस् होला है त। मीराको वाक्यांशले मलाई फेरि दुखित तुलायो। म बुझ्न चाहन्थेँ मीरा र अरुण बिचमा आखिर त्यस्तो भएको चाहिँ के थियो जसको कारण मीराले अरुणको नाम पनि सुन्न चाहिरहेकी थिइन। मीरा प्लिज यार भन्न के भयो क्या अरुणसँग? हे के तँलाई के भयो? आज यसले मोमो र चाउमिनको स्वादै खल्लो पारिदिनु भयो यार मेरो। यति भन्दा मीराले आफ्नो कहानी सुनाए। तँलाई याद छ 1 महिना अगाडि अफिसको कामले म न्यु रोड ब्रान्चको अखिल सरसँग बाइकमा गएको थिएँ नि? हो, अनि फेरि अखिल सरले यहीँसम्म छोडिदिनु भएको थियो नि मलाई बाइकमै। याद छ, त्यो केवाइसी फर्म भर्नको लागि होइन? हो, त्यही बेला हो क्या। म त्यो सरसँग बाइकमा बसेँ भनेर मेरो चालामालाई ठिक लागेन अरे उसलाई। रिलेसनसिपमा विश्वास हुनुपर्छ भनेर खोक थियो त। अनि हाम्रै रिलेसनसिपमा चाहिँ विश्वास नराख्ने? विश्वास हुनुपर्छ पर्दैन भन् त? हो, अनि तैँले भनेस् त अफिसको कामले गएको भनेर? भने नि, यस्तो भन्दा त झन् तिम्रो स्कुटर चाहिँ कहाँ थियो? बागमतीले बगायो रे। कति भने यार, सङ्के कुरा गर्ने के? ल विश्वास लाग्दैन भने छोड्दैन त भाइ भनेर भनिदिएको। अनि के भन्यो त? त्यसले के भनेर मैले भनिदिने, तिमी तिम्रो बाटो लाग्यो, म मेरै बाटो लाग्छु भनिदिएको त। उसले त अझ पक्का भनेर पो सोधिदिरा। अनि के भनिस् त तैँले? के भन्यो भने पक्का भनेपछि पक्का। त्यसपछि 2 दिनसम्म त्यसको नम्बर ब्ल्याकलिस्टमा हालिदिएँ, सोसल साइटबाट सबबाट ब्लक हानिदिएँ, 1 महिनादेखि नो कन्ट्याक्ट। अनि सकेछस् त तैँले त? सकेको नसकेको त थाहा छैन, जे होस् तैँले जस्तो अनुहारमा बत्ती निभाएर चाहिँ बस्दिनँ म। मन कति रोगो छ त मलाई मात्र थाहा छ। कहिलेकाहीँ कति याद आउँछ त्यसको। अनि फेरि त्यसलाई अनब्लक गर्छु, प्रोफाइल खोलेर हेर्छु, कुन चाहिँ त्यो सन्ध्या भन्ने नक्कलीसँगको फोटो सेयर गरेर बसिरहेको हुन्छ। अनि झन् रिस उठ्छ, मुखसुख फुट्ने गरेर हान्दैन मन लाग्छ। फोटो त तैँले पनि कुन बेला हो त्यो बिकीसँगको हालेको थिइस् त? चुप, त्यो त मेरो सानोमम्मीको छोरा हो नि, भाइ पो हो त मेरो। मतलब त अझै पनि ऊ फर्के हुन्थ्यो भन्ने चाहन्छस् नि होइन? मैले माया गरेको मान्छे पो हो त। मलाई पनि त आफ्नो जिन्दगी हो भन्ने थाहा थियो त। कसरी यति छिटो अर्को केटीसँग जोडिन्छ भन्ने हुन्छ त। यति बोल्दा मेराको आँखाबाट नदीसरी आँसु बग्दै थिए। मान्छे दारा किटेर बोले पनि, हँसिली भए पनि, रिसालु भए पनि भावनामा साह्रै कमल रहेछन्। साह्रै नराम्रो लाग्यो। मैले जसरी भए पनि एकपटक अरुणसँग भेट्ने निर्णय गरेँ। तर मीरालाई केही भनिनँ। भने त केवल नरो यार, सब ठिक हुन्छ भनिन्छ नि, जे हुन्छ राम्रैको लागि हुन्छ, हिम्मत गर, तँलाई रोएको सुहाउँदैन रहेछ। आज त चाउमिन खानै मन लागेन, जाउँ अब। यति भन्दा मीरा उठेर काउन्टरतिर लागि। मैले भने पेमेन्ट म गर्छु, तँ स्कुटर निकाल्दै गर। ऊ गई, म पेमेन्ट गरेर निस्केँ। त्यो दिन मीराले नै मलाई घरसम्म छोडिदिए। म घर पुगेँ। सबै सधैँ जस्तै थियो, तर मेरो मन आज अशान्त थियो। मलाई अरुणसँग कुरा गर्नु थियो, तर उसको नम्बर थिएन, न त फेसबुकमा फ्रेन्ड नै थियो। प्रभातको पनि आज फोन छैन भनेको थियो। फेसबुकबाट खोजेँ, अरुणलाई रिक्वेस्ट पठाएँ, तर उताबाट एक्सेप्ट भएको थिँदै थिएन। फेरि एक्कासी मैले के कुरा गर्ने होला भनेर म अलमल्लमा पनि परेँ। खाना खाएर रुममा गई फोन हेर्दा रिक्वेस्ट एक्सेप्ट भइसकेको रहेछ। अनि प्रभातको पनि मेसेज आएको रहेछ, हेलो म्याम, हे फोन बन्दैन भनेको होइन त? हो, तर त्यही पसलबाट आफ्नो नबन्दासम्मको लागि चलाउन अर्किदियो त। अघि घर आउँदा लिएर आएको। अनि अर्को फोनमा आफ्नो आइडी पासवर्ड हालेको त? मैले सोधेँ, के हुन्छ त? फिर्ता गर्दा सबै चेकआउट गरिदिउँला। त्यो चाहिँ ध्यान पुऱ्याउने फेरि। हस् हजुर हस्। अनि अरू भन, तिमी अरूको टचमा छौ? तर आजभोलि कुराकानी भेटघाट खासै भएको छैन, किन र? मैले मीराको सबै कुरा सुनाएँ। अनि भने, हामी यिनीहरूलाई भेट गराइदिने है। तिमीलाई याद छ हामी पनि उनीहरूले गर्दा भेटेको नि। कसरी गराउने त? फेरि अरूको विचार पनि त बुझ्नु पर्यो। एकतर्फबाट मात्र कुरा सुनेर पनि त कहाँ हुन्छ र? कुरा गरौँ न अहिले, ऊ अनलाइनमै छ क्यारे। ओके। त्यसपछि म प्रभातसँग बोलिनँ, तर भोलिपल्ट बिहान प्रभातलाई फोन गरेँ। हजुर, बिहान बिहानै सम्झ्यो कि आज मलाई? होइन, हिजोको कुरा थियो नि त अरूसँग, के भयो भनेर। लौ त्यस्तो पो?
भन्नु न के भन्छ अरुण, ऊ साँच्चै त्यो सन्ध्या भन्नेसँग रिलेसनसिपमा छ र हो अहिले? होइन रे बिचरा, भान्जी अरे, झापा बस्ने दिदीको छोरी अरे। थ्याङ्क गड। अरे किन नि, अब यति भएपछि यी दुईजनालाई फेरि एक हुन समस्या भएन नि त। अब भेट चाहिँ कसरी गराउने त? मलाई त आज अरुणले नै बोलाएको छ भेट्न। द्याट्स ग्रेट। तपाईँ भन्नु दिउँसो भ्याउँदिनँ, साँझै भेटौँ, अनि साँझमा त्यही क्याफेमा ल्याउनु, म पनि मिरालाई त्यहीँ ल्याउँछु है त? ओके डन। म अफिस गएँ। सामान्य रूपमा दिन बित्यो। साँझ निस्किने बेलामा मैले मिरालाई भने, आज अफिसको चिया छिट्टै बुझेन, बाहिर चिया पिउन जाऊँ ल? उसले मलाई नाइ भन्दिन थिए, त्यसैले जाने भई। मैले भने क्याफेसम्म आज मै चलाउँछु। उसले दिए। मैले अफिसदेखि अलि पर क्याफे पुऱ्याएँ। उसले अफिस नजिक नै बसौँ भन्दै थिए। मैले त्यही भन्छस् भनेर स्कुटर मैले चलाएको भने, अनि क्याफे पुग्यौँ। उनीहरू आइपुगेका थिएनन्। मैले हामीलाई मात्र चिया मगाएँ अनि मिरालाई भने, हिजोको स्वाद नभएको चाउमिन आज खाने कि? उसले भन्यो, होइन बरु पिज्जा खाउँ न, अनि अर्डर पनि गरियो। हामी चिया पिउँदै थियौँ। मैले उनीहरूलाई भित्र पस्दै गरेको देखेँ र मिरा भएतिरकै कुर्सीमा सारेँ। मिरा के भयो भन्दै थिए। उनीहरू आएर हाम्रो अघिको कुर्सीमा बसिहाले। मिरा रिसले चुरमुरिँदै उठेर निस्किन लागि। मैले उसको हात समातेर रोकेँ र भने, मिरा डोन्ट बी स्टुपिड। समस्याको समाधान भागेर होइन, फेस गरेर हुन्छ। जबसम्म तिमीहरू एकअर्कासँग आफ्नो कुरा सफासँग राख्दैनौ तबसम्म आफू तडपिनु बाहेक अरू केही हुँदैन। मिरा बोली, ऊ कहाँ तडपिएको छ दिया? ऊ त खुसी छ आफ्नो नयाँ नातासँग। म केही नबोल्दै अरुण आफै बोलिहाल्यो, को छ मेरो नयाँ नाता? त्यो फोटोवाली। मिरा प्लिज यार, ऊ मेरो भान्जी हो। बरु तिम्रो छैन त्यो बिक्की भन्ने, खबरदार त्यो मेरो भाइ हो। सरी बट तिमी पनि मलाई खुसीमा छौ भन्न सक्दैनौ। म पनि कति तडपिएको छु त, मलाई मात्र थाहा छ त। होला, त्यही भएर आजको दिनसम्म एक कल पनि फोन नगरेको होइन? नम्बर ब्ल्याकलिस्टमा कसले हालेको नि? मैले 2 दिन त राखेको थिएँ, त्यसपछि गर्यौ? मैले तिमीलाई नयाँ नम्बरबाट पनि गरेको थिएँ, याद छ? त्यो लास्टमा 998 भएको वाला, त्यो पनि ब्लक छ अहिलेसम्म त। नयाँ नम्बरबाट फोन गरेपछि कसलाई नबोली बस्नु भनेको थियो त? कोही नबोल्ने भएकोले ब्लक गरेको थिएँ। अनि फेसबुकमा नि रिस उठेर हो त्यो त। रिस चाहिँ कति उठ्दो रहेछ हो। अनि किन तिमीले मलाई विश्वास गरेनौ त? त्यो दिन म आफै अफिसको कामले गर्दा गएको थिएँ। नयाँ ठाउँ थियो, मैले नदेखेको, त्यसैले सरसँग जानुपर्ने भयो। सरसँग जाँदा सजिलो हुने भएकोले गएको। नपत्या दिएला सोध। मैले पनि कामकै सिलसिलामा कुनै लेडिजलाई राख्दा तिमीले के भन्थ्यौ त? मैले चाहिँ त्यति भन्दा चाहिँ आफ्नो बाटो लाग भनेर भन्नुपर्छ, अनि मैले भन्ने साथ पनि तिमी लागिहाल्नुपर्छ। यसरी एकअर्कालाई प्रश्नोत्तर गर्दा गर्दै उनीहरू दुवैजना रुन थाले। मलाई प्रभातले आफ्नो कुर्सीबाट उठ्न इसारा गर्यो। म उठेँ। प्रभातले अरुणलाई मिरा बसेपट्टि पुर्याइदियो। त्यसपछि उनीहरू एकअर्कालाई अँगालो मार्दै सरी भन्दै रुन थाले। यो देखेर मेरो पनि आँखा भरियो, तर मन चाहिँ खुसी र हर्षित दुवै थियो। त्यतिकैमा प्रभात माहौल परिवर्तन गराउनु उद्देश्यले बोल्यो, कुनै समय तिमीहरूले हामीलाई भेटाएका थियौ, आज हामीले त्यो पैसा तिर्यौँ है। साँच्चै माहौल हँसिलो भयो। मगाएको खाजा सबै खाएर हामी सबै खुसी हुँदै आफ्नो घरतिर लाग्यौँ। घर पुगे। आज पहिलोपटक आमाले म भित्र पस्न साथ सोध्नुभयो, किन ढिलो आज मिरासँग खाजा खान गएको थिएँ, त्यसैले ढिलो भयो। यति भनेर म आफ्नो रुममा गएँ। एकछिनपछि फ्रेस भएर निस्केँ। बेलुका खाने बेलामा बाबा उठेपछि आमाले कुरा सुरु गर्नुभयो, छोरी के हुँदैछ प्रभातसँगको कुरा? दिउँसो बाबाले सोध्दै हुनुहुन्थ्यो। त्यस्तो केही भएको छैन आमा, अहिलेसम्म उसको दाइले त बिहे गर्नुभएको छैन। अनि के उसले दाइ दिदीको पालो नपुगेसम्म बिहे गर्दैन रे? के गर्न मिल्दैन उसको? त्यसो होइन, तर अहिले उसको पारिवारिक ऋण पनि छ। उनीहरू दाजुभाइ मिलेर पहिला ऋण तिर्ने कुरा गरेका छन्, उसको आमाले पनि। अनि उनीहरूको बाबा पनि हुनुहुन्न। सबै घर 2 भाइ मिलेर त हेर्छन्। अनि के बिहे गरेपछि छोराछोरीहरूले घर हेर्न मिल्दैन भन्ने नियम रहेछ र उनीहरूको? त्यसैले परिवारमा दाइले अहिलेसम्म बिहे नगरी बसेको? यो सब मलाई थाहा छैन आमा, तर अहिले नै बिहे गर्न मलाई पनि मन छैन। तर हामीलाई आफ्नो छोरी उमेरमा बिदा गर्न मन छ। घरको ठुली तै हो, हामीले चाहिँ नाति नातिना पनि हेर्न नपाइने जस्तो छ। मेरी बहिनी अलि मजा गर्ने खालकी थिए। उसले आमालाई जिस्काउँदै भने, त्यसो भए मेरो गरिदिनु नि त आमा, म रेडी छु। त्यति बोलेर ऊ मजाले हाँसी। आमाले भन्नुभयो, त रेडी भएर के गर्नु? तँलाई लग्ने पनि त रेडी हुनु पर्यो नि। किन आमा, दिदीको चाहिँ तयार छ त? किन नहुनु? हामीले खोजेको त आज भने आज, अहिले भने अहिले तयार छ नि। यसैले खोजेको पो टुङ्गो भएन त। त्यस्तो होइन आमा, तपाईँले भन्नुभएको होइन बिहेको लागि लगन आउनुपर्छ भनेर? मेरो लगन आएको छैन होला नि त। तैँले त्यही केटालाई कुर्ने हो भने चाहिँ तेरो लगन कहिले आउँदैन। यति भन्दै आमा जानुभयो। म चुप लागेर बसिरहेँ। बहिनी पनि डन्डोरी दिई सब ठिक हुन्छ भन्दै आफ्नो कोठामा पसिन्। म एकछिन बसिरहेँ। केही बेरपछि उठेर म पनि आफ्नो कोठामा गएँ।
आज मलाई न मोबाइल चलाउन मन लाग्यो न गीत सुन्न नै, मात्र एकहोरी हेरेर बसिरहेँ। मेसेन्जरमा मेसेज आयो, प्रभातको रहेछ, रिप्लाई गर्न मनै लागेन। करिब 2-4वटा मेसेजपछि उसले भिडियो कल नै गर्यो, रिसिभ गरेँ। के हो, किन नबोलेको? केही भएको छैन, बोल्न मन नलागेर। ल मन छैन भने भइगयो, यति भनेर उसले कल फ्याट्ट काटिहाल्यो। उसको यस्तो बानी मलाई मनै पर्दैन थियो, झन् मन परेन योपालि। के भइरहेको छ मलाई ऊ बुझ्नै खोज्दैन थियो। कुनै पनि कुरा एकपटकबाट 2 पटक सोध्दैन थियो। माया गर्ने मान्छेलाई त हकको दाबी गरोस्, कुनै कुरामा जिद्दी गरोस्। बोल्न मन छैन भन्दा पनि त्यो भित्रको धेरै कुराहरू गरोस् अनि अर्थ बुझोस्, आफ्नै अर्थ लगाओस्। ठिक छु शब्दभित्रको पीडा बुझोस्। मलाई एक्लै छोडिदियो भन्दा हात समाएर साथ बसिदियोस्। मेरो चाहना यस्तो थियो, तर ऊ बिल्कुल फरक। कहिलेकाहीँ त लाग्थ्यो ऊ मेरो कुनै भावना नै बुझ्दैन, या बुझेर पनि बुझ पचाउँछ। भोलिपल्ट बिहान मैले आमालाई भने, आमा मलाई थाहा छैन मेरो सम्बन्ध प्रभातसँग के हुन्छ, तर म विवाह भने अरू कसैसँग गर्दिनँ। अहिलेको त के कुरा कहिले पनि गर्दिनँ। यदि तपाईँहरूलाई हुर्केको छोरीलाई घरमा राख्न समाजबाट समस्या आइपर्छ भने म बाहिर कतै बस्छु या त विदेश जान्छु। मैले बोलेका यी कुराहरू मेरो पछाडिबाट बाबाले सुनिराख्नु भएको रहेछ। त्यसैले आमाले केही बोल्नु अघि नै बाबा बरबराउँदै भन्नुभयो, छोरीको जातलाई चाहिने भन्दा बढी स्वतन्त्रता दिएको परिणाम हो यो। समाजमा हाम्रो नाक काटेर नै छोड्ने होइन। कुन चाहिँ लफङ्गाको सङ्गतमा बरालिएको छे, कहिले लायक छोड्दिन यसले हामीलाई। होस् फिर यसको। ब्रेक बिनाको सवारी चाहिँ आफ्ना तिता शब्दहरूको तिखो प्रहार गरेर बाबा निस्किनु भयो। मलाई झन् नरमाइलो लाग्यो ती शब्दहरू सुनेर। अफिस निस्किने बेलामा बहिनी खाना खाएर जान भन्दै थिइन्, तर मलाई केही रुच्नेवाला थिएन। बहिनीलाई केही उत्तर पनि नदिइकन म निस्केँ। बाटोमा प्रभातलाई फोन गरेँ। उठाउने बित्तिकै ऊ बोल्यो, अहिले चाहिँ बोल्न मन लाग्यो म्याडमलाई। म मजाको मुडमा थिइनँ, त्यसैले सिधा कुरा गरेँ, प्रभात आज भेट्नु है, कुरा गर्नु छ। के भयो फेरि? केही होइन, तर भेट्नु, कुरा गर्नुपर्नेछ। आज त अलि व्यस्त नै छु, दाइ हुनुहुन्न, म हत्तापत्ता निस्कन अलि गाह्रो हुन्छ, तर पनि भ्याएँ भने फोन गर्छु। उसको यो कुरा सुनेपछि केही बोल्नै मन लागेन, फोन काटेँ। अफिस पुगेँ, तर आज मनमा नै अठोट गरेकी थिएँ, जे पनि भइरहेको छ त्यसको असर अनुहारमा आउन कति पनि दिन्न भनेर। सबैको अघि आफूलाई सक्दो नर्मल रहन खोजेँ। अरूको त त्यति मतलब थिएन, तर मिराको अगाडि अलि डर थियो। त्यसैले पहिले आफू नै मिरा कहाँ गएर बोलेँ, के छ डियर, आज त खुब राम्रै देखिन्छ त। ऊ पनि के कम थिए र झन् भन्न लागि, 1 महिनापछि आफ्नो मायालुसँग पुनर्मिलन भएको छ अनि राम्री हुन परेन त। आज हामी फिल्म हेर्न जाने हो नि त, तिमीहरू पनि हिँड है। उसले फेरि भन्न लागेकी थिए, होइन साथी, मलाई त मार्छन् घरमा यार। हिजो त आमाले किन ढिलो भनेर सोध्दै हुनुहुन्थ्यो। झन् अब नाइट सो हेर्न थाल्यो भने त मारिहाल्छन् नि, त्यसै पनि हल्लुवामा बालुवा के बन्नु। लौ ल ल नजाऊ, हामी नै जान्छौँ। यति पनि अनि म आफ्नो कामतिर लागेँ। दिन बित्यो। आज मिरा अलि हतारमा गई। म आफ्नो समयमा निस्केँ। अहिलेसम्म प्रभातले फोन गरेन। सोचेँ सायद आउँदैन होला, तर पनि मनै मानेन। रेकल गरेँ, फोन काट्यो। मलाई अचम्म लाग्यो, पसलमा फोन नै उठाउन नमिल्ने त्यस्तोसम्म व्यस्त भएछ भनेर। तर केही बेर मेसेज गर्यो, म आज आउन पाउँदिनँ ल, दाइ हुनुहुन्न के, मैले पसल छोड्न मिल्दैन। उसको मेसेज मात्र आएकोमा पनि म खुसी नै भएँ। यसै पनि मलाई आफ्नो कामलाई प्राथमिकता दिने बानी राम्रो लाग्थ्यो। म घर गएँ। आज मैले बिहानदेखि केही खाएकै थिइनँ, तर पनि भोकको अनुभव भएको थिएन। तर बेलुकी बहिनीले मेरो कोठामा खाने ल्याई र उसकै अघि खाना खान कर गरी। जसोतसो केही घाँस घाँटीबाट भित्र छिराएँ। झन् दिनभरिको भोको पेटमा खाना परेपछि वाकवाक लागे जस्तै भयो। त्यसपछि बहिनीलाई नै प्लेट पठाएर म आराम गर्छु भने ऊ गई, तर मलाई निन्द्रा भने पटक्कै पनि लागेन। आज प्रभात त्यति बेलासम्म पनि अनलाइन आएको थिएन। मोबाइलमा गीत बजाएँ अनि सुनेर सुतेँ। बिहान उठेर पहिला मोबाइल हेरेँ, कुनै मेसेज या कल केही थिएन। ऊ हिजोबाट अनलाइन पनि आएको थिएन। बिहान फेरि बाहिर निस्किँदा बाबा केही बोल्न ठिक्क परे जस्तो लाग्यो। आमाले चिया लिन आउनु भन्नुभयो। मैले अहिले नखाने भने, थाहा छैन बाबालाई के लाग्यो। बाबाले भन्नुभयो, मान्छेको रिस खानालाई देखाएर केही पनि पाइन्न, आफूलाई यसरी दुःख दिनुको के अर्थ। त्यति बोलेर बाबा बाहिर निस्किनु भयो। आमाले चियाको ग्लास हातमै दिनुभयो। लिएँ र पिएँ पनि। केही राहत मिले जस्तो भयो बाबाको बोलीले आज भने। तर आज पनि खाना खान मन पटक्कै भएको थिएन। खै किन हो, मन एकदम अशान्त भइरहेको थियो। अफिसमा केही खान्छु भनेर निस्केँ। आज पनि प्रभातलाई फोन गरेँ। निकै बेर रिङ गएपछि फोन उठ्यो। ऊ निन्द्रामै बोल्यो,
भन त के हो, अझै ओछ्यानमै छौ? अब उठ्छु। ए ल पछि कुरा गरौँला। ल ऊ आफैले फोन काट्यो। म अफिस पुगेँ। मन लगाएर काम गर्दै थिएँ। मिराले भने, ओ हिजो प्रभात त आएको थियो त फिल्म हेर्न, तँ पनि आएको भए कति रमाइलो हुन्थ्यो नि। मिराको कुराले म छक्क परेँ। अचम्म लाग्यो। के प्रभातले मलाई ढाँटेको थियो? आखिर किन? आफैसँग मात्र गरेँ यी प्रश्न। मिरासँग सोधेँ, कसरी थाहा पाइस्? हामी भेटेको त हिजो उतै। अनि प्रभातले भनेन? आज कुरा नै भएको छैन हेर्न, मैले भने। ए त्यही त, ऊ पनि आएको रहेछ साथीहरूसँग। हामीले भेटेका थियौँ। को गएको रहेछन्? खै मैले त चिनिनँ। अरूले चाहिँ राम्रो चिन्दो रहेछ। 3 जना थिए केटाहरू। अनि कस्तो रहेछ त फिल्म? मैले विषयान्तर गरेँ। राम्रो छ नि। अब प्रभातले पनि हेरिहाल्यो। जोसँग भए पनि जाए, त पनि हेर, राम्रो छ। हेरौँ अब के हुन्छ। अचम्म लाग्यो। आखिर किन प्रभातले मलाई भनेन? अहिले बुझेँ हिजो किन फोन काटेर मेसेज गरेको रहेछ भनेर। मैले मेसेज गरेँ, क्यान वी मिट टुडे भनेर। उताबाट अलि ढिलो जवाफ आयो, सरी आज अलि भ्याउँदिनँ, भोलि पक्का। किन, आज पनि हिजोको फिल्म हेरेर जाने हो र? एकै दिनमा फिल्म चेन्ज त भएको छैन होला। जवाफ आएन। दिनैभरि आएन, तर एक्कासी अफिस छुट्ने बेलामा आयो। म आउँछु, क्याफेमा आउनु। जाउँ कि नजाउँ त भयो, तर पनि नगई मन मान्थ्यो र कहाँ गएँ। तर ऊ आइपुगेकै थिएन। एकछिन बसेँ, करिब 15 मिनट ऊ अझै आएन। अब 30 मिनट भइसकेको थियो। उसको बाटो हेर्दा हेर्दै फेरि आएको थिएन। करिब 40 मिनटपछि मैले फोन गरेँ। उठाउन साथ ऊ आफै बोल्यो, ल म आइपुगेँ है। यति बोलेर आफै फोन काट्यो। फोन गरेपछि करिब 15 मिनटपछि ऊ आइपुग्यो। त्यो पर्खाइको 1 घन्टामा मैले 2 कप चिया प्याइसकेको थिएँ। आउन साथ टेबलको कप हेऱ्यो र भन्यो, को थियो अरू? कोही थिएन, म एक्लै हो। अनि 2टा कप छ त? म यहाँ आइपुगेको 1 घन्टा भयो प्रभात। अनि किन अनबित्तिको फोन नगरेको त? तिमी आफू आइसकेको चाहिँ मेसेज गरेको थियो, लाग्यो आइहाल्छौ भनेर, त्यसैले नगरेको फोन। फोन गरेपछि पनि 15 मिनट त लाग्यो नि। अनि अरू के खाएको भए हुन्थ्यो नि त? चिया मात्र कति खाएको त? हेल्थको लागि राम्रो होइन है। मलाई थाहा छ, धन्यवाद है बाठी मान्छे। अनि मिराले भनेको फिल्म हेर्न गएको भनेर तपाईँले त भन्नुभएको थिएन। यो केटी मान्छेको मनमा केही बस्दैन, जे पनि सुनिहाल्नु पर्ने। लुकाउन चाहिँ किन पर्थ्यो र? सबै तपाईँ जस्तो हुनुपर्ने होइन। कहिलेकाहीँ साथीभाइसँग हिँड्नै नपाइने गर्लफ्रेन्ड छ भने? तपाईँलाई कसले साथीभाइसँग नहिँड भनेको छ र? मलाई साथीहरूसँग यस्तो ठाउँमा छु भनेर सत्य बोलेको भए मैले के गर्थेँ र? कामको बहाना गरेर ढाँटेको? यस्तो भइहाल्छ नि कहिलेकाहीँ। तिमीले बोलाउँदा बोलाउँदै साथीहरूसँग जान्छु भन्न अलि अप्ठ्यारो लाग्यो, त्यही भएर नि। भन्न अप्ठ्यारो लाग्यो, गर्न लागेन है। अब यही कुरामा बस गर्न मात्र बोलाएको होला होइन? के काम छ भने भन। के भनौँ खै, जति भने पनि तिमीले बुझ्ने होइनौ। कुरा नघुमाइकन भन है। मैले घरको सबै कुरा बताएँ। लामो सास फेरेर ऊ बोल्यो, तिमीलाई मेरो अवस्था सबै थाहा छ हेर। अब के गरौँ म? कि भागौँ? कस्तो अनौठो प्रश्न हो। किन भाग्ने? मेरो घरमा दिन तयार छ। गएर तपाईँकै घरमा बस्नुपर्छ। अनि कोसँग भाग्ने? यो समयमा म कसरी बिहे गर्न सक्छु र भने क्या घरमा? कुन समयमा सकिन्छ त? मैले सोधेँ। त्यो त मलाई के थाहा र? उसको यो उत्तर सबैभन्दा गैर जिम्मेवार लाग्यो मलाई। आजसम्म कुन समय भन्न नसक्नेले के को आधारमा 2 वर्ष अघि 1.5 वर्ष मागेको थियो होला मसँग? मैले सोधेँ। यस्तो उत्तरको अर्थ म के बुझौँ प्रभात? मेरो सबै कहानी थाहा छँदैछ त तिमीलाई। अब जे बुझे पनि बुझ। उसको यो कुरा सुनेर झन् आश्चर्य लाग्यो। के थियो यो बुझाइको स्वतन्त्रता? कि आफू बचाउको त्यो चतुराई थियो? केही बोल्न मन लागेन। बस भने, ल जाऊ अब, आज पेमेन्ट गर्नु मसँग छैन। उसले बिल तिर्यो। म आफ्नो घर गएँ अनि ऊ आफ्नो। आज घर पुग्न निकै अबेर भएको थियो। पुग्दा ढोकामा आमाले बडो क्रोधी स्वरमा सोध्नुभयो, के हो आज त खाना पनि बाहिर खाएर आइयो कि क्या हो? आमाको प्रश्नले मेरो पनि पारा हाई हुन थाल्यो। मैले पनि उस्तै रुखको स्वरमा उत्तर दिएँ, बाहिर खाएँ। बुवाले मतिर हेर्दै बोल्नुभयो, अब बाहिर बस्ने तयारीमा भएको मान्छेले बाहिर खानु कुन गाह्रो कुरा भयो र? बरु सामान प्याकिङ गर्न हतारै भए ऊ कान्छीले सघाइदिन्छे। बाबा किन यस्तो व्यवहार गरिदिनुहुन्छ मलाई? के म तपाईँको छोरी होइन? अरूको चाहिँ छोरी जस्तो पाए त्यस्तोसँग भागेर नाक काटिदिन्छ, अनि हजुरको चाहिँ छोरीले छिटो बिहे नगर्दा नाक काटिन्छ? बिहे नगरेर होइन, त्यो लफाङ्गासित गल्ली गल्ली घुमेर काटिस् मेरो नाक। बाबाको यो कुरा सुनेपछि मैले बोल्न केही पनि थिएन। म चुपचाप आफ्नो कोठामा गएँ। बहिनी, दिदी खाना यहीँ ल्याइदिन्छ है भन्न आई। मैले पर्दैन भने। मैले साँच्चै बाहिर खाजा खाएर आएको छु आज। बहिनी मानी र गई। म बारम्बार बाबाको कुरा मनमा खेलाइरहेँ।
तब मैले बुझेँ बाबाको रिसानी मैले बिहे नगर्ने कुरामा होइन, तर बाहिर बाहिर प्रभातसँगको भेट रहेछ। सायद कुनै चिनजान वा छिमेकबाट केही सुन्नुभएछ कि के? आखिर हावा चलेपछि न पाता लिने हो। के गर्ने त धेरै सोचेँ र एउटा निष्कर्षमा पुगेँ। तब प्रभातलाई मेसेज गरेर अनलाइन बोलाएँ। ऊ आए पनि। भन त। आज घरमा सबै कुरा बताएँ। अब के गर्ने त प्रभात? हामी यसरी बाहिर नभेट्ने। अब बिहे नभएसम्म फोनमा मात्रै बोल्ने। आजको भोलि भइहाल्ने हो र बिहे? होइन, तर जति लागे पनि लागोस्। बरु प्लिज तिम्रो घरमा कुरा गर्दै गर। जति सक्दो छिटो त गर्न सक्नुहुन्छ नि। अब तिमीलाई यही तरिका ठिक लाग्छ भने ठिकै छ होला त। यहाँ पनि उसको कुनै केही पहल रहेन, मात्र मेरो विचारलाई पारित गरिदियो, त्यो पनि आफूलाई अप्रत्यक्ष नै राखेर। त्यसपछि केही दिन मैले फोन पनि गरिनँ, न त मेसेज नै गरेँ। उसले पनि केही गरेन। तर जति प्रयास गरे पनि मलाई यो सब गर्न निकै गाह्रो भइरहेको थियो। मैले फोन गर्न थालेँ, ऊ खासै कुरा गर्न नचाहने भयो। कहिले व्यस्त छु भनेर कुरा छुट्याउँथ्यो त कहिले फोन नै उठाउँदैन थियो। म दिन प्रतिदिन हरेस खाँदै गएँ। मेरो मन काममा पटक्कै लाग्न छोड्यो। न काममा, न घरमा, न कतै। केही गर्नै सकिनँ। गर्न त के म सक्थेँ र? केही सोच्न पनि सक्दैन थिएँ। म आफैलाई काममा कसैको लापरवाही पटक्कै मन पर्दैन थियो, तर आजभोलि म आफै काममा निष्क्रिय हुँदै थिएँ। त्यसैले मैले काम पनि छोड्ने निर्णय गरेँ। घरमा कसैलाई केही भनिनँ, तर मैले अफिसमा राजीनामा दिइसकेको थिएँ। पत्र बुझाएको 1 हप्तापछि नै मैले बिदा पाएँ। तब मात्र घरमा भने मैले काम छोडेँ। अब पढाइलाई निरन्तरता दिन चाहन्छु। थाहा छैन आमा बुवाले के सोच्नुभयो, तर केही नभनी स्वीकृति दिनुभयो। अब त झन् म दिनभरि नै घरमै हुने भएँ। मैले काम छोडेको हप्ता मेरा बिदामा थिए, तर जब मैले काम छोडेको कुरा थाहा पाएँ उसले मलाई धेरै पटक फोन गरी, तर मैले उठाइनँ किनकि म कोहीसँग बोल्न चाहँदैन थिएँ। दिनभरि कोठा थुनेर बस्ने रुने मेरो दिनचर्या बन्दै थियो। एक साँझ मिरा मेरो घरमै आई। मलाई देख्ने बित्तिकै मेरा निशब्द चाहिँ भई। थाहा छैन मेरो स्वरूपले के असर गर्यो। उसँग मैले सबै कुरा बताएँ। तब मन अलि हल्का भयो, तर पनि पीडा त कहाँ कम भएको थियो र। जे होस् मिराले मलाई निकै सम्झाए। उसको सम्झाइमा प्रभात सही छ। समय मात्र दिए सब ठिक हुन्छ भन्ने अनिश्चित आशा मैले पाएँ र अब वास्तवमै आफ्नो पढाइ अघि बढाउने निर्णय पनि मैले गरेँ। करिब 1 हप्तापछि प्रभातको जन्मदिन आयो। सबैभन्दा पहिला आफैले विश गर्ने उद्देश्य बोकेँ र रातिको ठिक 12 बजे मेसेज पठाएँ। मध्यरात भएकोले उताबाट जवाफ आउने आशा पनि थिएन। साँच्चै बिहानीसम्म पनि कुनै जवाफ आएन। तब मैले कल गरेँ, उठाएन। फेरि मेसेज गरेँ, जन्मदिनको शुभकामना प्रभात। आज 1 बजे क्याफे, कफी विथ म्युजिक। आऊ है, म कुरिरहेको हुन्छु। अझ पनि उत्तर आएन, न त फोन नै उठ्यो। यस्तो त कहिले भएको थिएन। निकै तनाव महसुस भयो, तर पनि सम्हालेँ आफूलाई। दिउँसो आमालाई एकछिन बाहिर गएर आउँछु भनेर निस्केँ। उसको लागि उपहार के लिउँ सोचेँ। एउटा घडी दिउँ। बौद्धको एउटा पसलबाट 3 वर्ष वारेन्टी भएको घडी लिएँ। ठिक 1 बजे क्याफे पुगेँ। ऊ आएको थिएन। बसेँ। उसको लागि लिएको उपहार हेर्दै उसको प्रतीक्षा गरेँ। समय मिनेट घन्टा बित्न थाल्यो। मातिँदै गएँ। ऊ आएन। फोन गरेँ, फोन पनि उठेन। यसरी 3 घन्टा क्याफेमा पर्खेँ, तर ऊ आउँदै आएन। आउँदै आएन। करिब 4:30 बजे फेरि फोन गरेँ, तर अब त झन् फोन नै अफ भयो। लामो समयको पर्खाइमा पनि ऊ नआएपछि मैले उसको पसलमा नै जाने निर्णय गरेँ। बाटोभरि मन र मस्तिष्क आपसमा निकै वाद विवाद गर्दै थिए। आखिर प्रभात त्यस्तो व्यवहार किन गरिरहेको छ? के गरिरहेको छ? के उसलाई पसलमा भेट्न सकिएला? सकिएन भने कहाँ जाने? अनि भेट्यो भने के गर्ने? अनेक तर्कना मनमा आइरहेको थियो। म त उसको पसलमा पुगिसकेछु। पसलमा उसँगै उसका केही पुराना साथीहरू पनि थिए, तर धन्न उसको दाई हुनुहुन्न थियो। म पसल पुगेँ, तर केही बोलिनँ। भित्र पसेर बसेँ मात्र। उसको साथीहरू म पसेपछि ल बस्नुपर्छ है हामी चाहिँ भन्दै त्यहाँबाट निस्केँ। अब पसलमा केवल म र प्रभात मात्र थियौँ। मैले आफ्नो सबै भावनामा काबु राख्दै उसलाई जन्मदिनको शुभकामना दिएँ। उसले नचाहे चाहिँ गरी थ्याङ्क्स भन्यो। तब मैले सोधेँ, किन फोन नउठाउनु भएको? उसको जवाफ निकै रुष्ट थियो। यत्तिकै। मैले कति कुरे थाहा छ? मैले भनेको थिएँ कुर्नलाई। उसको उत्तर सुनेर मैले पनि आफ्नो काबु गुमाएँ। त्यसैले चर्किँदै बोले, नकुर्नु पनि त भन्नुभएको थिएन नि। हेर, बाहिर नभेट्ने निर्णय पनि तिम्रै हो। अहिले आएर कुर्ने पनि तिमी नै आऊ। मैले भनेको थिइनँ केही पनि गर्नलाई। कस्तो अचम्मको कुरा गरेको प्रभात? सबै मैले मात्र गरेर भएको हो र? तिम्रो सहमति बिना? मेरो सहमति किन चाहियो तिमीलाई? जे तिम्रो लागि राम्रो हुन्छ त्यो तिमी स्वतन्त्र भएर गर्न सक्छौ।
न मलाई केही भन्नु छ न केही सोध्नु नै। के भन्न खोजेको प्रभात? के हामीबीच केही छैन र? सायद अब छैन। उसको यो वाक्यले मलाई जिउँदै मार्यो। मैले टेकेको जमिन भाँसियो। म आकाश जतिको उचाइबाट तल झरेँ अनि बोलेँ, प्रभात, आफ्नो वाक्यबाट सायद हटाइदेऊ। तिमी आफै बुझ्ने मान्छे, बुझन। त्यसपछि मैले उसको लागि लिएको उपहार उसको टेबलमा राखेँ अनि निस्केँ। अब मेरो लागि केही खुसीको मार्ग रहेन। म पूर्ण रूपमा टुक्रिएँ। आँखाभरि आँसु, मनभरि पीडाको भारी बोकेर घर पुगेँ। आमा बडो शङ्कालु हेराइले मलाई निहाल्दै हुनुहुन्थ्यो। तर म आमाको नजरबाट ओझिलिने उद्देश्यले अत्तपत्त आफ्नो कोठामा पसेँ। केही समय रोएँ, तर पुनः आफ्नो मनलाई सम्हालेर एकपटक प्रभातलाई फोन गरेँ, जमर्को गरेँ। सायद मेरो आँसुले उसको मनलाई पगाल्यो कि त्यही सोचेर फोन गरेँ। धन्न यो पटक फोन उठायो, तर उसको स्वर र स्वभाव दुवैमा कुनै परिवर्तन आएको थिएन। मैले सोधेँ, प्रभात, आखिर किन यसरी परिवर्तित हुनुभयो तपाईँ? दिया, यो मायाले न तपाईँलाई खुसी दियो न मलाई। हामी दुवैलाई दियो त केवल पीडै पीडा। उसले मलाई तपाईँ भन्न थालेको थियो। त्यसो होइन प्रभात, मायाले दिएको होइन यो पीडा। मायामा त निकै खुसी थिएँ, तर पीडा त यो परिवर्तित स्वभावले दिएको हो। मलाई त मायाले नै दिएको हो। साँच्चै तपाईँलाई त्यस्तै लाग्छ? हो दिया, त्यस्तै लाग्छ मलाई। ठिक छ प्रभात, यदि तपाईँको पीडाको कारण मै हो भने, मेरो माया नै तपाईँको पीडाको कारण हो भने, अब उपरान्त म तपाईँको जिन्दगीमा छैन भन्ने सोच्नुहोस् र खुसी रहनुहोस्। म हटिदिन्छु तपाईँको जिन्दगीबाट सधैँ सधैँको लागि। यति बोलेर मैले फोन कट गरेँ। उसले कुनै प्रतिक्रिया दिएन। यो हिजोकै घटना थियो। त्यसपछि पुरा रात मैले रोएर बिताएछु। रुँदा रुँदा कति बेला निदाएँ त्यो पनि थाहा छैन। त्यसैले आज यति भारी महसुस भइरहेको छ मलाई। इट्स नट द एन्ड, बट मेबी इट्स बिगिनिङ अफ न्यू एन्ड बेटर लाइफ फर दिया। मैले बुझेँ कि बाबा मेरै कारण आमासँग रिसाउनु भएको रहेछ। केही दिन यसरी नै बित्यो। 3 दिन बितिसकेपछि चौथो दिन मैले आमालाई सोधेँ, बाबा मेरै कारणले रिसाउनु भएको है आमा? सत्यता यही थियो, तर आमाले मलाई अरू पीडा दिन चाहनु भएन। मुस्कुराएर बोल्नुभयो, त्यसो होइन, बाहिरतिरको अनेक तनाव हुन्छ नि बाबालाई। कहिले झुट नबोल्ने मेरी आमा। अकमकिँदै बोलेको मैले बुझिहालेँ। आमा, बाबासँग मेरो केही कुरा भयो त? कुरा त गरिसकेँ। के भन्नुभयो त बाबाले? यो पटक आमा मौन हुनुभयो। मैले बुझेँ बाबा सकारात्मक हुनुहुन्न भनेर। घरमा तनावको कारण म नै थिएँ। मेरो कारण परिवारबाट हाँसोको स्वर, खुसीको अनुभव हराउँदै गयो। अब त सँगै बसेर खाना खान नपाइने पनि भयो। दिन प्रतिदिन घरमा नरमाइलो हुन थाल्यो। कहिले लाग्थ्यो यो जीवन नै त्यागिदिउँ, तर आमालाई हेर्थेँ। बिचारी मेरी आमा। आमाको डर नै त्यही त थियो कि म कतै कुनै गलत कदम नउठाउँ। आमाको चिन्ता दिनरात यही थियो। दिनको भोक सबै हराइसकेको थियो अनि रातको निन्द्रा पनि। जसरी आमा मलाई घरमा सबै ठिक छ भन्ने आवाज दिलाउन हर प्रयासको बावजुद पनि असफल हुनुहुन्थ्यो, त्यसरी नै म पनि आफू ठिक छु भन्ने कुरामा उहाँलाई निश्चिन्त तुल्याउन असफल थिएँ। दिन हप्ता हुँदै 3 महिना पुगेछ। यो 3 महिनामा एकपटक पनि बाबा मसँग बोल्नु भएन। बोल्नु त के, मेरो मुहारसम्म हेर्नु भएन। तर एक दिन अचानक रात्रि भोजपछि आमा र बाबा दुवैजना मेरो कोठामा आउनुभयो, जससँग भएँ। आमा बोल्नुभयो, छोरी, बाबाले कान्छी फुपूसँग कुरा गर्नुभएको रहेछ। फुपूले उता न्युजिल्यान्डमा नै आएर पढाइ पुरा गर भनेर भन्नुभएको रहेछ। अनि बाबा के भन्नुहुन्छ? बाबातिर हेर्दै मैले गरेको प्रश्न। बाबाले मेरो अनुहारमा नहेरी उत्तर दिनुभयो, विचार त मेरो पनि त्यही हो, तर खै आशा चाहिँ गरौँ कि नगरौँ। यो बाबाको उत्तर थियो। अब म बाबाको कुनै पनि आदेशमा चुक्न चाहन्न थिएँ। त्यसरी पनि जाने निदो गरेँ। फुपू उतै हुनुभएकोले र फुपूले नै बोलाउनु भएकोले खासै धेरै समय लागेन। करिब 2.5 महिनाको प्रोसेसिङमा म उड्ने निश्चित भयो। अब भने बाबामा केही परिवर्तन आइसकेको थियो। मेरो टिकट निश्चिन्त भएपछि एकपटक प्रभातलाई फोन गरौँ कि जस्तो लाग्यो, तर मैले आफूलाई समयमै राख्ने नै उचित ठाने। त्यसपछि यो समयावधिमा हामी बीच एकपटक पनि कुरा भएको थिएन। तब मैले आफ्नो सबै सोसल मिडियाहरू बन्द गरिदिएँ। नयाँ नम्बर लिएँ।
केवल भाइहरू मात्र राखेँ, जसमा मेरो आमा र बहिनी मात्र थिए। सेप्टेम्बर 9 मेरो फ्लाइट थियो, रातिको 9 बजे। आमा बाबा र बहिनी बाहेक कोही थिएनन् मलाई पुर्याउनेमा, किनकि मैले कुनै साथीहरूलाई पनि जानकारी नदिकन हिँडेको थिएँ। साँझ 7 बजे म विमानस्थल पुगेँ। तब मैले आफ्नो मनभित्र निश्चित गरेँ कि अब म आफ्नो जिन्दगीलाई बिल्कुलै नयाँ ढङ्गले अघि बढाउनेछु। करिब 23-24 घण्टाको लामो यात्रापछि म आफ्नो गन्तव्यमा पुगेँ। जब विमान अवतरण भयो, म बाहिर निस्केँ। फुफू र पाजु मलाई लिन आइसक्नु भएको रहेछ। मैले नेपालमा देखेको भन्दा निकै भिन्न थियो फुफूको स्वरूप। सायद देशअनुसारको भेष भनेको यही रहेछ। साइनोले मेरो कान्छी फुफू, तर उमेरमा मभन्दा 5 वर्षको मात्र जेठी हुनुहुन्थ्यो। आमाले मलाई बताउनु भएअनुसार उहाँलाई मेरो बारेमा सबै थाहा थियो। त्यसैले पनि मलाई केही सहज लागेको थियो। फुपूलाई देख्ने बित्तिकै ढोक दर्शन व्यक्त गरेँ। उताबाट भने अलिक फरक प्रतिक्रिया आयो। फुपू नजिक आएर मलाई अङ्गाला हाल्नुभयो, वेलकम स्विटहार्ट। तर पाजुले भने सरल रूपमा नै नमस्कार फर्काउनु भयो। हामी 3 जना पाजुको कारमा बसेर घरतर्फ लाग्यौँ। घर पुगेपछि म फ्रेस हुन लागेँ। केही बेरपछि फुपूले नेपालमा भिडियो कल गर्नुभयो। बहिनी र आमासँग कुरा भयो। करिब 1 हप्ता फुपूले मलाई घुमाउनु भयो। त्यसपछि मेरो कलेज सुरु हुन थाल्यो। मैले फुपूलाई भने कि म होस्टेल बस्छु भनेर। सुरुमा त मान्नु भएन, तर मैले बुझाएँ। होस्टेल गएँ। केही समयपछि मैले काम पनि पाएँ, केही साथी पनि बनाएँ। तर पनि किन मन केही खाली खाली नै लाग्थ्यो। अझ भनौँ, मैले अझै प्रभातलाई बिर्सिन सकिरहेको थिइनँ, तर आफूलाई सम्हाल्न भने सिकिसकेको थिएँ। म खासै कसैसँग बोल्दिनँ थिएँ, तर मेरो कलेजमा एकजना नेपाली केटी सन्ध्या मेरो मिल्ने साथी भएकी थिइन्। उसँग मेरो सबै कुराहरू भएको थियो। ऊ भने विवाहित थिइन्। उसको प्रेम विवाह रहेछ। अचम्म लाग्थ्यो। उनी भन्थिन् मेरो तेस्रो प्रेमीसँग भएको यार विवाह त। तर कसम, हरेक पटक प्रेम हुँदा पहिलो जस्तै नै लाग्छ। 5 वर्षमा सन्ध्याले 3 जनासँग प्रेम गरेर विवाहसम्म गरिसकेकी थिइन्। आफू भने 8 वर्षसम्म एउटा मान्छेको नामसँग जोडिएर बिछोडिँदासम्म उसैको यादमा बाहिर निस्किनसम्म सकेको छैन। एक दिन मलाई फुपूले फोन गर्नुभयो। सन्चो बिसन्चोको सामान्य प्रश्नपछि फुपूले जसरी भए पनि भोलि घर आउनु भनेर भन्नुभयो। साँझको समय दिनुभएको थियो। म फुपू कहाँ नगएको पनि धेरै भइसकेको थियो। त्यसैले आउँछु भने दिनभरिको आफ्नो कामकाज सकेर साँझ म फुपू कहाँ पुगेँ। आज फुपूको घरको माहौल निकै फरक थियो। जस्तो कुनै विशेष व्यक्तिको निमित्त विशेष तयारी गरे चाहिँ। तर म पुग्दासम्म कोही आइपुगेको थिएन। फुपूले मलाई देख्ने बित्तिकै बडो हर्षका साथ स्वागत गर्नुभयो। मलाई छिटो फ्रेस हुन भन्नुभयो। अचम्ममा परेँ, तर मैले केही प्रश्न गर्नुभन्दा अघि नै फुपूले भन्नुभयो कोही आउँदैछ, खास तिमीलाई भेट्नको लागि। मलाई झन् अचम्म लाग्यो। त्यसैले मैले तुरन्त सोधेँ, को फुपू? अनि मलाई भेट्न चाहिँ किन खोजेको? ओहो, यो केटी पनि। सबै मैले भन्दा हुने भए किन भेट्न बोलाउनु पर्थ्यो नि? अहिले आफै भेटेर बुझ न के भन्नुपर्छ। यति भन्दै फुपू अन्तै लाग्नुभयो। मलाई पनि साह्रै नमजा लाग्यो। तर पाजुले केही बताउन चाहनु भए जस्तै म भएतिर आउनुभयो र भन्नुभयो, आज मेरो साथी आनन्द आउँदैछ। तिम्रो फुपूको इच्छा तिमीहरू एकअर्कासँग नजिकियो। ऊ राम्रो मान्छे छ, पारिवारिक पृष्ठभूमि राम्रो छ। चिन्ता नगर, मेरो साथी भए पनि उमेर तिमीसँग मिल्दछ। त्यसैले तिम्रो फुपूको नजरमा ऊ तिम्रो लागि योग्य छ। त्यसो होइन पाजु, ऊ राम्रो होला, तर म विवाह गर्ने विचारमै छैन। आज भेट्ने मात्र हो नि, भेटिदेऊ, परिचय गर, साथी बन, अन्तिममा तिम्रै निर्णय हो नि। ढुक्क हो, कुनै जबरजस्ती छैन। जीवनसाथी नसही तर निकै राम्रो साथी साबित हुनेछ आनन्द तिम्रो लागि। पाजु जानुभयो। म निशब्द भएर बसिरहेँ। केही बेरपछि फुपूले बोलाउँदै भन्नुभयो, अरे के गरेर बसिरहेको होला, बाहिर आइज न। मसँग कुनै उपाय थिएन, त्यसैले बाहिर निस्केँ। पाजु र आनन्द बसिरहेका थिए। फुपू उनीहरूको खातिरदारीमा व्यस्त हुनुहुन्थ्यो। म नजिक आएर फुपूलाई सोधेँ, मे आई हेल्प यु? ठिक छ, आइज यहाँ बस। उसो भन्दै मेरो लागि कुर्सी देखाउँदै फुपू पनि बस्नुभयो। बस्दा बस्दै परिचय आदान प्रदान कार्यक्रम अघि बढाइहाल्नुभयो। बाबु, यो मेरो बहिनी दिया, अनि उहाँ चाहिँ तेरो पाजुको साथी, अनि मेरो देवर आनन्द। हामी दुवैले एकअर्कालाई मन्द मुस्कान सहित हेलो भन्ने अभिवादन व्यक्त गऱ्यौँ। उहाँहरू अरू कुरामा व्यस्त हुन नपाउँदै म निकै वर्ष पुरानो यादमा फर्किछु। अचानक पाजु अर्जेन्ट कल आयो भन्दै बाहिर निस्किनु भयो। फुपू पनि किचनको बहानामा निस्किनु भयो। इरादा मैले प्रश्न बुझेकी थिएँ, तर पनि केही बोल्न सकिनँ। अब उक्त कोठामा म र आनन्द बाहेक कोही भएनन्, तर पनि म केही बोलिनँ। मलाई बोल्न पनि मन थिएन। कति बेरको मौनतापछि आनन्द बोल्यो, तिमी होस्टेल बस्छौ? हजुर। अनि पढाइ कहाँ पुग्यो नि? फाइनल एक्जाम बाँकी छ। सायद मेरो जवाफ उसलाई रुड लाग्यो क्यारे, अलि झस्कियो। तर फेरि केही बेरको मौनतापछि सोध्न थाल्यो, मेरो मतलब कस्तो हुँदैछ? ए ठिकै छ। अनि काम पनि ठिकै छ। अनि
अरू सबै त्यस्तै हो, हजुरलाई असहज नहोस् मैले कम बोल्छु। त्यो त थाहा छ मलाई। कसरी? मेरो प्रश्नको छोटो उत्तर बाहेक अरू केही बोलेनौ नि त। अनि मेरो बारेमा केही सोध्न चाहन्छौ कि? होइन, केही जान्नु छैन। हो र? तर केही नबुझी के उत्तर दिन्छौ त? कस्तो उत्तर? साँच्चै थाहा छैन कि थाहा नभए जस्तो मात्र गरेको? माफ गर्नुहोला, मैले हजुरलाई इन्कार गरेको होइन, तर मलाई बिहे गर्नु भन्ने छैन नि। गर्नु छैन? अहिले गर्नु छैन कि पछिको थाहा छैन, तर अहिले चाहिँ छैन। मतलब म कुरुम त? नकुर्दा राम्रो, किनकि मैले कुनै समय अवधि तोक्न सक्दिनँ। तपाईँ अघि बढेकै राम्रो। मजा गरेको हुँ, मैले बुझेँ तिम्रो विचार, तर अझै विचार गर है, म त ह्यान्डसम पो छु त। उसले यति बोलेपछि बल्ल उसको व्यक्तित्व निहालेछु। करिब 5'8" उचाइ भएको, गहुँगोरो वर्णको, खाइलाग्दो जिउडाल वास्तवमै ह्यान्डसम नै थियो। तर पनि उसको रूपले पनि मलाई आकर्षक भने गर्न सकेन। मैले भने, त्यसैले भनेको तपाईँ यति रूपवान हुनुहुन्छ कि मभन्दा निकै राम्रो केटीको हक छ तपाईँमा। म तपाईँको लायक नै छैन। मेरो वाक्यले उसलाई केही भावुक बनाएछ। त्यसैले एकछिनसम्म चुप बस्यो र फेरि बोल्न थाल्यो। आई थिङ्क यु आर अलरेडी इन रिलेसनसिप। उसलाई कुनै उत्तर दिन सकिनँ। म केवल मौन बसेँ। सायद पाजु र फुपूले हाम्रो कुरा सुनिराख्नु भएको रहेछ। हामी बीच सन्नाटा छाएको देखेर पाजु आउनुभयो। के हुँदैछ यहाँ भन्दै। खास केही होइन, सामान्य कुराकानी नि, उसको उत्तर। त्यसपछि सबैले सँगै खाना खायौँ। ऊ त्यही राति फर्कियो। म भने फुपूकोमा बसेँ। फुपूले मलाई सम्झाउन खोज्दै हुनुहुन्थ्यो, तर म सम्झिनेवाला नै थिइनँ। भोलिपल्ट म आफ्नैमा फर्केँ। फेरि सादा रूपमा जीवन चल्न थाल्यो। यो पटक भने सन्ध्या पनि मलाई अब त अति भयो, एक्लै त जीवन बित्दैन त साथी भनेर बुझाउँदै थिए। म आफ्नो लागि आफू बुझेकी थिएँ, त्यसैले उसको बुझाइ मैले स्वीकार गरिनँ। यसरी नै मेरो 3 वर्ष बित्यो। एक्जाम सकिएपछि रिजल्टको प्रतीक्षा थियो। काम भने चलिरहेकै थियो। एक दिन कामबाट छुट्टिसकेपछि म र सन्ध्या न्युजिल्यान्डको फेमस मलको बुक सपमा बुक किन भनेर गयौँ। बुकमा सन्ध्या र मेरो टेस्ट अलि फरक थियो। वास्तवमा प्रेम असफल भए पनि मलाई पढ्न भने लभ स्टोरी नै मन पर्थ्यो, तर सन्ध्यालाई चाहिँ खै किन हो लभ स्टोरी भनेपछि वाक्क लाग्थ्यो। तर पनि मेरा लागि भनेर ऊ बुक सपसम्म सँगै गइन्। म भने बुक छान्नमा अलि व्यस्त नै थिएँ। अचानक कुनै अपरिचित केटीले मलाई बोलाइन्, मिस दिया। उनको बोली मलाई प्रश्नवाचक लाग्यो। फर्केर हेर्दा उनी मेरो स्मरणको कुनै पात्र थिइनन्। त्यसैले मैले पनि उनको उत्तर स्वरूप बोलेँ, यस। हाई, हेलो, एकछिन कुरा गरौँ न, कफी पिउँ त प्लिज। लेट्स हाभ अ कफी। मैले आसपास हेरेँ, सन्ध्या अलि पर थिइन्। मैले उसलाई पनि बोलाएँ र हामीसँगै कफी पिउन कफी सपतिर लाग्यौँ। कफी सपको टेबलमा बस्दै उनी बोल्न थालिन्। मैले सोचेको पनि थिइनँ तपाईँसँग यसरी भेट्छु भनेर। थ्याङ्क गड, सो ह्याप्पी टुडे। उसको अनुहार, उसको स्वर, उसको सबै कुरा मेरो स्मरणमा त के कुरा, स्मरणको आसपासमा पनि थिएन। त्यसैले म अलि अलमल्ल परेर भने, सरी, मैले तपाईँलाई त चिन्न सकिनँ नि। कि हामी योभन्दा पनि पहिला अगाडि भेटेको थियौँ? तपाईँ मलाई चिन्नुहुन्न, तर म तपाईँलाई चिन्छु। कस्तो अचम्म, न म कुनै सेलिब्रिटी, न कुनै भिआइपी, फेरि पनि यो कस्तो एकतर्फी पहिचान हो। अरे, उसले ठिक भनेको रहेछ। तपाईँ वास्तवमा नै साहित्यका शब्दमा बोल्नुहुँदो रहेछ। उनको यो वाक्यले भने मलाई कोही नजिकको व्यक्तिको यादमा लगेर ठोकिने गरायो। तर पनि मैले सोधेँ, उसले कसले? प्रभातले। सालौँदेखि केवल बिर्सिन खोजेको यो नाम अचानक सुन्दा मेरो मुटुको धड्कन बहुत तेज भयो। जिउ पुरै तात्तिएर आयो। म त्यो चिसो मौसममा पनि पसिनाले निथुर्क भएँ। त्यसपछि उनलाई चिन्नु मेरो लागि झन् जरुरी भयो। त्यसैले सोधेँ, हजुरको? उनले आफ्नो परिचय दिँदै भने, म आसमा, प्रभातको भाउजूको साथी। मलाई त प्रभातको दाइको बिहे भएको पनि थाहा थिएन। अब उसको भाउजूको पनि साथी, कसरी चिन्नु? तर पनि छोटो उत्तरमा सीमित राख्ने उद्देश्यले भने, ए। ऊ आफै बोल्न थाली, हुन त तपाईँले सङ्गीतालाई पनि चिन्नु भएको छैन होला। सङ्गीता प्रभातको भाउजू अनि मेरो साथी हो। प्रभातको दाइसँग सङ्गीताको विवाह भएपछि नै मैले प्रभातलाई चिनेको के भन्नु, मैले त मन नै पराएँ कि। त्यसैले सङ्गीताकै माध्यमबाट उसँग नजिकिन धेरै कोसिस पनि गरेको। एक्लै बस्न मन पराउने, कसैसँग नबोल्ने, रुखो स्वभाव भएको, रक्सी र चुरोटलाई आफ्नो साथी बनाएको प्रभातलाई पनि खै किन मैले मन पराएछु। विवाहको कुरा पनि अगाडि बढाउने प्रयास गरेको थिएँ, तर मानेन। उसैले बताएको थियो तपाईँको बारेमा धेरै माया गर्दो रहेछ तपाईँलाई, मलाई स्वीकारेन। कुन प्रभातको विषयमा बोल्नुभयो तपाईँले? मैले भेटेको प्रभात त पक्कै त्यस्तो थिएन।
त्यसैले सोधिहालेँ। मेरो प्रश्नमा अचम्मित हुँदै मलाई निहालेर बोली, उही प्रभात जसलाई तपाईँले राम्रोसँग चिन्नुहुन्छ, बिर्सिनु भएको त छैन नि? मैले चिनेको प्रभात तपाईँ बताउनु भएको भन्दा धेरै फरक भएको प्रभात हो। तपाईँले बताइरहनु भएको प्रभातलाई सायद म चिन्दिनँ। त्यो पनि हुनसक्छ तपाईँले छोडेपछि आफ्नो परिचय यस्तै बनाएको पनि हुनसक्छ यो प्रभातले। वाक्य सचाउनु होला महोदय, छोडेको मैले होइन, छोडेको तपाईँको प्रभातले हो। मलाई माफ गर्नुहोला, तर हजुरले पनि त जोडिन खोज्नु भएन। जब उसले प्रश्न बनिसक्यो कि उसको निम्ति पीडाको कारण म हुँ, मेरो माया हो, तब कसरी म फेरि उसलाई दुःख दिउँ? मैले माया गरेको मान्छे हो, उसैको खुसीको लागि म ऊबाट टाढिएकै हुँ, त्यो पनि उसकै चाहना अनुसार। तनावमा मान्छेले अक्सर गलत निर्णय लिन्छ दिया। मैले कुन निर्णय तनावमा लिएकी हो र? मैले हजुरको कुरा गरेको होइन, प्रभातको कुरा गरेकी। यत्तिकैमा कोही अपरिचित पुरुष हामी भएतिर आयो र उसलाई हेर्दै बोल्यो, अरे तिमी यहाँ छौ? कति खोजेँ मैले तिमीलाई, फोन किन उठाएनौ? उसले मतर्फ देखाउँदै त्यस पुरुषलाई भने, हेर त मैले कसलाई भेटेँ, दिया। हेलो म्याम, मलाई पनि निकै भेट्न मन थियो हजुरसँग, हजुरलाई धन्यवाद भन्न मन थियो। यसै पनि नयाँ पात्रको आगमन मेरो लागि अन्यलताको विषय थियो। झन् उसले मलाई धन्यवाद भन्नु अझ बुझ्न कठिन हुँदै गयो मलाई। म उनीहरू दुवैलाई आफ्नो आँखाको सीमाभित्र समेट्ने प्रयाससहित बोलेँ, हजुर? आसमाले भने, हि इज माई हस्बेन्ड। ओह, अनि मलाई थ्याङ्क्स किन नि? उसको हस्बेन्ड नै बोल्यो, सायद हजुर नहुनुभएको भए मैले आसमा पाउँदैन थियो होला नि त, त्यसैले माफ गर्नुहोस्, तर मैले गर्दा पाउनु भएको हो जस्तो मलाई लाग्दैन। अब आसमाको बोली सुरु भयो। ऊ भन्न थाली, साँच्चै प्रभात अझै पनि तपाईँको आशामा छ, उसलाई निराश नबनाउनु होला। अझै कति भयो र तपाईँ यहाँ आउनुभएको? करिब 1.5 वर्ष। हुनसक्छ ऊ अगाडि बढिसक्यो, मेरो पनि अब पछाडि फर्किने कुनै इरादा छैन, हुनै सक्दैन। प्रभात तपाईँ बिना अघि बढ्नै सक्दैन। यति कुरा हुँदा हामीले कफी पिइसकेका थियौँ। मैले भने, यो तपाईँको भ्रम पनि त हुनसक्छ। होइन दिया, भ्रममा त हजुर हुनुहुन्छ, मैले त वास्तविकता मात्र जानकारी गराएकी हुँ। जानकारीको लागि धन्यवाद, तर म अब फर्कन सायद सम्भव नहोला। ठिक छ, त्यो तपाईँको आफ्नो निर्णय हो, तर पनि एकपटक रिसलाई पछि राखेर सोचिहेर्नुहोला। धन्यवाद, अब हामी छुट्टिँदा उत्तम होला। मैले यति बोलेपछि ऊ पनि हिँड्न तयार भई कुर्सीबाट निस्किँदै गर्दा अन्तिममा बोली, दिया, 1 हप्ता अघि सङ्गीतासँग कुरा भएको थियो मेरो, प्रभात निकै बिरामी छ रे, थाहा छैन के हुन्छ। यति मात्र बोलेर ऊ गई। म मौन भएर एकछिन बसिरहेँ। सन्ध्या मसँगै थिए, तर ऊ केही बोलिन। केही बेरपछि उसले मलाई झकझकाए, दिया लेट्स गो। म झस्किएँ र उठेँ अनि हामी सँगै निस्क्यौँ। बाटोभरि मेरो मनमा निकै सवाल जवाफ भयो। के गर्ने, के भयो, केही कुरा बुझ्न सकिरहेकी थिइनँ। जुन घटनाबाट बल्ल बल्ल बाहिर निस्कँदै थिएँ, एकपलमा कुनै अपरिचित व्यक्तिले मलाई त्यही समुद्रको गहिराइमा डुबाइदिएको थियो। यस्तै यस्तै कुराहरू मनमा खेलाउँदै हामी हस्टेल पुग्यौँ। चुपचाप थिएँ। तब सन्ध्याले बोली, के भयो दिया, किन मडी हराएको नाग जस्तो भएको त? थाहा छैन के हराएको थियो, कि त के भेटिएको थियो, तर मेरो मन अब फेरि आफ्नो रहेको थिएन। तर पनि मैले भने, हे के होइन, प्रभातको चिन्ता लाग्यो? होइन, किन मैले चिन्ता गर्नु उसको? साँच्चै दिया, साँच्चै चिन्ता छैन भन् त। उतर्फ हेरेर म बोल्न सकिनँ। तब उसैले भने, त मान या नमान, चिन्ता त तँलाई लागेको नै हो। बरु एकपटक नेपालमा फोन गर, कुरा बुझ। 1 हप्ता अघिको कुरा हो, सायद ठिक भयो कि? मलाई सन्ध्याको सल्लाह त ठिक लाग्यो, तर एक्कासी कसलाई फोन गर्ने अनि के भन्ने अन्यलमा परेँ। रातभरि सोचेँ, बडो मुस्किलले निर्णय निकालेँ कि म मिरालाई फोन गर्छु। तर मसँग मिराको नम्बर पनि थिएन। त्यसैले मैले मेरो बहिनीलाई फोन गरेँ र मलाई कसै गरी मिराको नम्बर पत्ता लगाइदिन अनुरोध गरेँ र भेटिएकी आसमाको कुरा पनि सबै बताएँ। बिहान करिब 7 बजेतिर बहिनीले भाइबाट मेसेज गरी मिराको नम्बर। फोन गर्न हिम्मत त खासै मिलेको थिएन, तर जसोतसो हिम्मत जुटाएर फोन गरेँ। हेलो मिरा, म दिया। दिया? सन्चै छस्? हाम्रो त ठिकै छ, तर तँ जिउँदैछ जस्तो लागेको थिएन। मिराको वचन तितो लाग्यो, तर जायज पनि, किनकि म बिना कुनै जानकारी हराएको थिएँ। सामाजिक सञ्जालबाट पनि आफूलाई लुकाएर राखेको थिएँ। त्यसैले उसको तितो वचन चुपचाप पचाउनै पर्थ्यो। नरिसान, हेर्न त्यस्तै भयो। अनि आज कहाँबाट याद आयो तँलाई हाम्रो? याद त सधैँ आएको हो नि, बस फोन गर्न सकिनँ। अहिले पनि कति मुस्किलले फेला पारे तेरो नम्बर। मुस्किल भयो होला, महिने पछि नम्बर चेन्ज गरिन्छ नि त हामी त। कति रिसाउन सकेको क्या? छैन रिसाएको। लभन के छ? मेरो त ठिक छ, तिमीहरूको? हाम्रो पनि ठिक छ। अनि अरू पनि सबै ठिक छ। मैले जसको विषयमा बुझ्न चाहेको थिएँ उसको त नाम पनि लिन सकिनँ। बरु उल्टै म निशब्द भएको महसुस गरेर मिराले नै भने, अनि प्रभातको बारेमा सोधिदिनुहोस् त।
के सोध्नु खै, जिउँदैछ कि मर्यो भनेर सोध्न। मीराको यो वाक्यले मलाई छाँगाबाट झारे जस्तो भयो, तर सम्हालिँदै बोले, किन र, के भयो? किन केही थाहा नै नपाए जस्तो गरेको? भेटेको थिइस् र त्यो सङ्गीता भाउजूको साथीलाई, बहिनीले नम्बर माग्दा सबै कुरा बताइसकेछ। अनि कस्तो छ त घमण्डले भरिएको मान्छेलाई? को चाहिँ घमण्डले भरिएको? मीरा पुरै मेरो विरुद्धमा रहेछ। भन त मन थियो मैले पनि कुन कुन अवस्था पार गरेको भनेर, तर आज ऊ मलाई सुन्नेवाला बिल्कुलै थिइन। कुनी के भनेर बरबराउँदै थिए। अचानक उताबाट फोन कसैले खोस्यो। अरुण रहेछ। अरुण बोल्यो, दिया नेपाल आउन सक्छौ? उसको प्रश्न अनौठो लाग्यो। मैले पनि प्रश्न नै गरेँ, किन र? प्रभातलाई माया गर्छौ होइन? भेट्न चाहन्न एकपटक? उसले नै टाढिन भनेको, फेरि किन नजिक जानु र? जे हुनु थियो भयो दिया। कसैलाई पनि यति कठोर सजाय त दिनुहुन्न नि। सजाय मैले दिएको होइन अरुण, मैले त उल्टै उसले दिएको सजाय भोगिरहेको छु। जे भयो भयो दिया। अब त्यो सबै कुरालाई बिर्सेर एकपटक भेट्न आऊ, किनकि प्रभातको अवस्था निकै गाह्रो छ। उसको कुराले मेरो मन छिया भइसकेको थियो, तर पनि सम्हालिँदै सोधेँ, किन अरुण, के भएको हो र? उसको रिसाएको बेलाको निर्णयले तिमीलाई नै पीडा दियो, अनि त्यही निर्णयले तिमीलाई उबाट टाढा पनि लग्यो। धेरै पटक तिमीसँग माफी माग्ने प्रयास गर्यो, तर सकेन। कहीँ पनि तिमीलाई भेट्न सकेन। त्यही पीडामा उसले आफूलाई सम्हाल्न रक्सी र चुरोटको सहारा लिन थाल्यो। दिन प्रतिदिन एक्लिँदै गयो। त्यसैको परिणामस्वरूप अहिले हस्पिटलमा छ। डाक्टरले पनि भनिसके कि अब औषधिले गर्न सक्ने काम केही छैन। तर पनि सास रहन्जे लास भन्ने भनाइ, त्यही अनुरूप हस्पिटलमा लास बनाएर राखिएको छ, एउटा जिउँदो लास। प्रभातको आमाले पनि अन्तिम आस तिमी नै हौ भन्दै हुनुहुन्थ्यो। त्यसैले दिया एकपटक जसरी भए पनि आइदेऊ। हुन त तिमी अहिले कसैसँग जोडिसकेको होली, तर जे भए पनि एकपटक हेर्न आइदेऊ। अरुणको कुराले मलाई निकै भावुक बनाइसकेको थियो। मेरो मुखबाट केवल एक शब्द मात्र आयो, केही हुँदैन अरुण, केही हुँदैन प्रभातलाई, म आउँछु, जति सक्दो छिटो आउँछु। त्यति बोलेर फोन राखेँ। मेरो मन बहुत बेचैन भयो। मैले तुरन्त काम छोड्न निवेदन बुझाएँ। मेरो उताको पढाइ सकिसकेको हुँदा काम छोड्न कति गाह्रो भएन। फुपूलाई सबै कुरा सुनाएँ। फुपू र पाजु पनि सहमत हुनुभयो। आमासँग फोनबाट नै सबै कुरा भनिसकेको थिएँ। 3 दिनपछि मेरो टिकट फिक्स भयो। म नेपाल आउने भएपछि मैले मीरालाई फोन गरेँ। एयरपोर्ट आइपुग्दा आमा बाबा र बहिनी सँगै अरुण आएका रहेछन्। सबैलाई भेटेपछि मैले आफ्नो सामान चाहिँ आमाहरूसँग घर पठाएँ, तर म भने अरुणको साथमा हस्पिटलतिर गएँ। फेरि मेरो यो निर्णयले बाबा रिसाउनुहुन्छ कि चाहिँ पनि लागेको थियो, तर पनि मेरो आफ्नै मन मजबुर थियो। त्यसैले हस्पिटल नै गएँ। बाटोमा अरुणसँगको कुराकानीमा थाहा भयो कि मीरा र अरुणको विवाह भइसकेको रहेछ। खुसी लाग्यो। अरुणलाई बधाई पनि दिएँ। हामी हस्पिटल पुग्दा त्यहाँ प्रभातको दाई र मीरा मात्र थिए। पहेँलो रङको कुर्तामा उभिएकी मीरा, गोरो अनुहारमा ठुलो गाजलो आँखा, त्यसमाथि पहेँलो रङको सानो टल्किने टीका, कति सुन्दर देखिएकी थिए। मलाई घुर्काएर रिसाए पनि कति सुहाएको थियो। मलाई देख्दा सुरुमा त रिसाए झैँ गरी बोल्न पनि खोजिन। मैले पनि सुरुमा प्रभातको दाईलाई हेरेँ, नमस्कार गरेँ। दाईले पनि अनुशासनको हदमा फर्काउनु भयो। म मीराको नजिक गएँ। ऊ मलाई हेरेर नचाहेको चाहिँ गरी उता फर्की। म केही बोल्न सकिनँ, रुन पो थालेछु। साथी थिए, मेरो आँसु त ऊ पनि किन हाँस्दै हेर्न सक्थे र ऊ पनि रुन थाली। मैले आफू जानुको कारण, कसैसँग सम्पर्कमा नरहन आएको मनस्थितिको खास कारण सबै बताइदिएँ। भने उसले प्रष्ट भन्यो, मीरा, यो मायाले उसलाई पीडा मात्र दियो रे। त्यसैले मैले उसलाई भने, यदि त्यसै हो भने अब उपरान्त तपाईँको जिन्दगीमा म रहने छैन। उसले कुनै प्रतिक्रिया दिएन। मीरा, 3 महिनाको लामो समय म त्यहीँ थिएँ, प्रतीक्षामा। सायद कतै अब उसको रिस मर्यो कि सायद मन पग्ल्यो कि भनेर प्रत्येक पल कुरिरहेँ। आएन, केही पनि आएन उसको जवाफ, केही भएन। मेरो प्रतीक्षाको कुनै फल आएन। मैले पहिले आमा बुवाको मन धेरै दुखाइसकेको थिएँ। जब प्रभातबाट कुनै आशा रहेन, त्यसपछि बाबाको आदेश मान्नु नै उचित लाग्यो। अझ भनौँ, यदि म नगएको भए यहाँ बसेर म बाँच्ने थिइनँ सायद। म यताबाट गएँ, तर प्रभातलाई छोडेर होइन, ऊबाट छोडाइएर गएँ। म एक्लै थिइनँ मीरा। मसँग मेरो परिवारको आशा थियो, सपना थियो र केही हदसम्म जिम्मेवारी पनि थियो। मसँग कुनै विकल्प थिएन मीरा। तर मैले कहिले पनि चाहिनँ कि मेरो कारण प्रभातलाई कुनै असर परोस्। म त उसैको खुसीको लागि, उसैको चाहना अनुसार गएको थिएँ। ऊबाट टाढा थिएँ, तर उसलाई माया गर्न छोडेको थिइनँ। माया नै नभएको भए, तैँले सोचे जस्तै म कठोर नै भएको भए, या मैले आफ्नो स्वेच्छाले उसलाई छोडेर गएको भए, आज पनि त म आउँदैन थिएँ होला नि, होइन र? आज पनि म यहाँ आफ्नो मनको हालत मजबुर भएर आएको हुँ मीरा। मलाई त यो पनि थाहा छैन कि प्रभात मलाई भेट्न चाहन्छ कि चाहँदैन, कस्तो व्यवहार गर्छ मलाई। कतै फेरि म उसको नजिक आउँदा ऊ रिसाउँछ कि मलाई छिछेर दुर्दुर पो गर्छ कि।
अरुण भन्दै थियो उसलाई त म आउने खबर पनि थाहा छैन रे, के गरेर उसले मलाई देख्दा कतै उसको जीवनमा बोझ बन्न आयो कि भन्ने सोच्ला कि केही थाहा छैन मीरा, तर पनि एकपटक भए पनि उसलाई हेर्नलाई बेहोसिएर आएको छु मीरा। यो सबमा मैले तिमीहरूसँग कुनै सम्पर्क राखिनँ, किनकि तिमीहरू देख्दा प्रभातको यादले झन् सताउँथ्यो, सम्हालिन सक्दैन थिएँ, त्यसैले आफैसँग आफूलाई लुकाएर राखेँ। मीरा, आइ एम सो सरी फर द्याट। त्यहाँ मेरो कुरा अरुण र मीरा बाहेक प्रभातको दाइले पनि प्रश्न सुनिरहेका थिए। मेरो कुरा अरुण र मीरा चुपचाप सुनिरहे। सुनिसकेपछि म प्रति सहानुभूति मात्र व्यक्त गरेँ, तर अरुणको दाइले सहानुभूतिसँगै अरू पनि केही बोल्नुभयो र भन्नुभयो, के तिमी प्रभातलाई माफ गर्न सक्छौ? माफ? कस्तो माफ दाइ? मैले कहिले प्रभातलाई कुनै सजायको भागीदारी बनाएकी छैन। अनि माफीको के सवाल भयो? कहाँबाट आउँछ माफीको कुरा? बस ऊ खुसी रहोस् न, यो बाहेक मैले कहिले केही चाहिनँ र चाहदिनँ पनि। उसको खुसी तिमी हो नानी, प्रभातको दाइ बोल्नुभयो। उसले त यो मान्दैन होला दाइ। मानि त सक्यो, अब योभन्दा कसरी मानोस् नानी? मतलब तिमी र ऊ बिच जे भयो त्यसपछि उसले तिमीलाई फेस गर्न सकेन। तिमीलाई त थाहै छ ऊ आफ्नो कुनै पनि भावना खुलेर व्यक्त गर्न सक्दैन। हामीसँग पनि सुरुमा त केही भनेन, तर प्रत्येक दिन झन्झन दुब्लाउँदै गयो। घरमा खाना त्यति खाँदैन थियो, दिउँसो खाजा ढिलो खाएँ भन्थ्यो। बिस्तारै पसल पनि आउन छोड्यो। थाहा छैन कहाँबाट रक्सी र चुरोटको लतमा यसरी फस्यो। एक्लै बस्ने, कसैसँग नबोल्ने, कसैले बोलायो भने पनि झर्किने, रिसाउने, जन्मदेखि कहिले नभएको स्वभाव लियो। तिमीहरूको बारेमा पहिला पनि अलिअलि थाहा त थियो मलाई, तर त्यति ध्यानमा नै आएको थिएन। तर भाइको त्यस्तो हालत देखेपछि झल्यास सम्झेँ र आफै सोधेँ। मैले सोधेपछि मात्र उसले सबै बतायो। उसको मुखबाट शब्दभन्दा ज्यादा आँखाबाट बगेको आँसुले बतायो यथार्थता। तर सायद मैले सोध्न नै ढिलो गरेछु। मेरो साथले नपुग्ने भएछ मेरो भाइलाई। ऊ आफूलाई तिम्रो अपराधी ठान्छ, तर मान्छ पनि कि तिमी उसलाई कुनै सजाय दिन्नौ। त्यसैले आफैलाई यो सजाय दिइरहेको छ, जुन जे सजाय उसले ठिक ठानेको छ आफ्नो लागि। नानु, अब प्रभातलाई तिमीले भाइ कसैले फर्काउन सक्दैन। हरायो, हाम्रो पुरानो प्रभात हरायो। तिमीले खोजेर लिएर आउनु। यति भन्दै दाइ पिलपिलाउन लाग्नुभयो। दाइको कुराले म आफैसँग पनि रिस उठ्यो। किन मैले आफैले एकपटक पनि दोहोऱ्याएर कुरा गरिन? कतिपटक फोन गर्न मन लागेको थियो, किन गरिन? आखिर मैले त्यो रिस किन देखाएँ? अब के होला? के मैले प्रभातको दाइको यो आशा पूरा गर्न सकूँला? कतै निकै अबेर त भएको छैन? अनेक प्रश्न मनमा आयो। यतिकैमा प्रभातको आमा र भाउजू पनि आइपुग्नु भयो। मलाई उसको आमासँग डर लाग्यो कतै आफ्नो छोरालाई यस्तो बनाइ भनेर मलाई केही त भन्नुहुन्न कि केही गर्नु त हुन्न। मन आत्तियो, बोल्न सकिनँ। तर आमा नजिक आएर मेरो अनुहार सुमसुमाउनु भयो र निधारमा छुम्दै भन्नुभयो, मलाई विश्वास थियो तिमी आउँछौ भनेर। तिमी आयो अनि प्रभातलाई भेट्यौ? आमाले सोध्नु भएको थियो। मैले अझ प्रभातलाई भेटेको थिइनँ। म हस्पिटल पुग्दा भिजिटर टाइम नागिसकेको थियो। अब साँझमा त भेट्न पाइन्छ भनिएको थियो। त्यसैले आमाको प्रश्नको उत्तरमा म बोलेँ, छैन आन्टी, अलि ढिलो भएछु। होइन, तिमी ढिलो भयो कि छैनौ? यति भन्दै आमा दाइ भइदिएर जानुभयो। दाइ खैको डाक्टरको नाम लिँदै त्यहाँबाट जानुभयो। हामी कसैले केही बुझ्दै बुझेनौँ। कति बेर नबित्दै दाइ कुनै डाक्टरको साथमा आउनुभयो। डाक्टरले मलाई भन्नुभयो, हजुर हो दिया, म अलमलमा परेँ, किन यसरी मलाई पोइन्ट गरियो भनेर। तर सरल रूपमा उत्तर दिएँ, हजुर लाउनुहोस् मसँग। डाक्टर अघि लाग्नुभयो। म उहाँको पछि पछि लागेँ। एउटा ढोकाभित्र छिरेपछि त्यहाँको गाउन लगाउन भनियो। मैले लगाएँ। त्यसपछि ढोकाभित्र आइसियु लेखेको वार्ड रहेछ। मलाई प्रभातको बेड अघि लगियो। एउटा कुर्सी दिएर कुरा गरेर आउनुहोस्, मजाले बस्नुहोस्, उसको उपचारको औषधि तपाईँ नै हो, यति भनेर डाक्टर जानुभयो। प्रभात चिन्नै नसक्ने भएको रहेछ। उसको आकृतिले मैले चिनिहालेँ। लामो दारी, आँखा गढेको अनि आँखा मुनि त्यो कालो भाग। उसलाई देख्ने बित्तिकै कसेर अँगालो हाल्न मन लाग्यो। उसको चिम्लिएको आँखा, थरथराएको ओठ अनि अलिअलि चलमल गरेको औँलाहरू बिस्तारै उनी सामु गए। उसको हातनिर आफूलाई राखेँ। डराएँ उसलाई के भनेर बोलाउनु। आँखाबाट आँसु तप तप झरे। उसको औँलामा पर्यो। मेरो आँसुको स्पर्शले पनि उसले मलाई चिनिहाल्यो र भन्न लाग्यो, दिया, प्रभात, तिमी साँच्चै? हो प्रभात, मै हो। हेर त मेरो हात। मैले उसको दारी सुमसुमाउँदै भने। उसले मेरो हात आफ्नो एउटा हातले आफ्नो ओठमा पुर्याएर चुम्यो। आँखाभरि मोती टल्किए चाहिँ आँसु सजाएर माफीको माग गर्न थाल्यो। हामी निकै बेर एकअर्कालाई हात समाउँदै रोयौँ। दुवैको मन हल्का भयो। धेरै बेरपछि एकजना नर्स आउनुभयो। प्रभातको औषधिको समय भएछ।
नर्सले भन्नुभयो अब केही बेर प्रभातलाई निन्द्रा लाग्छ अरे। त्यसैले औषधि खाएपछि म बाहिरै बस्ने बाचा गरेँ। म आइसियुबाट निस्केँ। बाहिर आउँदा मेरो बाबा र आमा पनि आउनुभएको रहेछ। आमाले तँ यसरी अगाडि रोइदिँदा झन् नराम्रो लाग्ला, किन रोए कि भनेर भन्नुभयो। बाबाले कस्तो छ भनेर मात्र सोध्नुभयो। सामान्य स्वास्थ्य सम्बन्धी जानकारी लिएपछि बाबा आमा जानुभयो। म भने त्यो दिन हस्पिटलमा बस्छु भने त्यो रात हस्पिटलमा म, मीरा र अरुण मात्रै बस्यौँ। हिँड्ने बेला दाइले भन्नुभयो, आजबाट त ढुक्क भयो, नानु आइहाल्नुभयो नि। सबैजनाको अनुहारमा मुस्कान देखियो। प्रभातको भाउजू चाहिँ खाना घरबाट पठाइदिन्छु भन्दै हुनुहुन्थ्यो। मैले भने होइन भाउजू, हामी यतै खान्छौँ। भाउजू हँसिलो हुनुहुँदो रहेछ। भाउजू होइन, दिया, म दिदी हुँ। अनि अब आमालाई पनि आन्टी भन्न नपाए। अब भने सबैजना हाँस्न लागे। म भने लजालु स्वभावमा मुस्कुराएर निहुरिएँ मात्र। भोलिपल्ट बिहानै प्रभातको दाइ आउनुभयो। सबैसँगै बसेर चिया खाजा खायौँ। केही बेरमा प्रभातलाई भेटियो। प्रभातले मलाई दियाएदेखि घर गएको छैन, आज गएर आराम गर भन्यो। मलाई अचम्म लाग्यो र भने यो 3 वर्षको बिछोडले तपाईँलाई तिमी भन्न सिकाएछ है? प्रभात मुस्कुराए मात्र। दाइले भन्नुभयो, मैले सिकाएको नि, नत्र तिम्रो अनुपस्थितिमा पनि तिमीलाई उहाँ नै भनेर सम्बोधन गर्थ्यो यसले। दाइले जहाँ पनि रमाइलो बनाइदिनुहुन्थ्यो। म र मीरा निस्क्यौँ। दाइ र अरुण उतै बसे। त्यसपछि केही दिनमा प्रभातको स्वास्थ्यमा निकै परिवर्तन आयो। मेरो बाबा पनि जसोतसो दिनमा एकपटक हस्पिटल पुग्नु भएको हुन्थ्यो। प्रभात निको भयो। ऊ ठिक भएको हप्ता दिन नबित्दै बिहेको कुरा आयो। यो पटक बाबाले पनि आपत्ति जनाउनु भएन। यसरी फागुन 2 गते विश्व प्रणय दिवसको दिन हाम्रो 2 परिवारसहित मीरा र अरुणको प्रत्यक्ष सहभागिता अनि सङ्गीता दिदीको साथी आसमासँगको भिडियो कलमा हाम्रो कोर्ट म्यारेज सम्पन्न भयो। त्यही दिन बाबाले के भन्नुभयो थाहा छ? कान्छीको बिहे चाहिँ धुमधामले गर्नुपर्छ। सबैले बाबामाथि प्रश्नको वर्षा गर्न थाले। कहिले गर्ने, ल छिटो गरौँ भनेर। बस यति हो हाम्रो कहानी। भगवानले मिलाइदिएको जोडी।